एकदम धन्यवाद यहाँ आइदिनु भयो होइन। मेन चाहिँ कस्तो भयो भने हामी यही अघिकै ब्याकग्राउन्डमा कुरा गर्दाखेरि एजुकेसनको अलिक बढ्दा कुरा गरिरहेको थियौँ। अनि एजुकेसनको कुरा गर्दै जाँदाखेरि हामी चाहिँ स्टुडेन्टलाई नै कसरी इम्पावर गर्दै जाने भन्ने कुरामा आयौँ क्या। अनि स्टुडेन्ट कसरी इम्पावर गर्दै जाने भन्ने कुरामा चाहिँ एउटा चाहिँ जस्तो प्रब्लम चाहिँ मलाई के फिल भयो भने स्टुडेन्टले त पढ्न पनि पऱ्यो प्लस काम पनि गर्नु पऱ्यो। अनि पढ्न पनि पऱ्यो काम पनि गर्नु पऱ्यो भनेपछि उनीहरूलाई अफिसहरू आउजाउ गर्न चाहिँ एकदम गाह्रो हुने भयो। अनि प्रवास दाइले त अब आफ्नो अफिस त टक्क लाएर वर्क फ्रम होमबाट चलाइरहनु भएको छ भने तपाईँसँग त धेरै कुराहरू स्टुडेन्टलाई नै फोकस हुने कुराहरू अथवा त्यो कुराहरू वर्क फ्रम होम फ्लेक्सिबल आवरको कुराहरू गर्न चाहिँ अलि धेरै सजिलो हुन्छ होला भनेर तपाईँलाई मैले सम्झिहालेँ क्या। किनभने अब त्यो भनेको एकदमै रियल टाइम चलाइरहनु भएको भएर चाहिँ अझै कुरा गर्न हामी त जे नि भन्न सकिहाल्छौँ। अब त्यो मतलब यो गफ हान्ने भन्दा पनि तपाईँले त गरि नै रहनु भएको छ नि त। अनि त्यो पर्सपेक्टिभ अलिकति हेरौँ, त्यो चाहिँ स्टुडेन्टलाई अलिकति हेल्पफुल होस् भनेर फ्लेक्सिबल आवरको कुराहरू अनि त्यसपछि वर्क फ्रम होमको कुराहरू अलिक फोकस गर्छौँ हामी त्यसमा होइन। यो टिचिङको स्टुडेन्टहरू इम्पावर गर्ने अनि गभर्मेन्ट स्कुल इम्पावर गर्ने, प्राइभेट स्कुल, हाई स्कुल, यिनीहरू के अरे कलेजहरू सबै कुराहरू हामीले गरेर भ्यायौँ। अब भनेको स्टुडेन्टलाई काम गर्दाखेरि कसरी चाहिँ हामीले त्यसो गर्न सक्छौँ भन्ने कुरालाई चाहिँ अलिकति फोकस गरेर जाऊँ होइन जान चाहिँ। तर त्यो सबै जानुभन्दा अगाडि चाहिँ हामी अलिकति तपाईँको जर्नीबाटै स्टार्ट गरौँ न भन्ने कुरा चाहिँ। सो मेरो नाम प्रवास कार्की। म अब विगत 15-16 वर्षदेखि यही टेक सेक्टरमै छु भनौँ न। अब एजुकेसनमा पनि अलिकति इन्भल्भ छु। म बिचमा कलेजहरू पनि पढाइरहेको थिएँ अनि मलाई पढाउन रमाइलो लाग्छ भनौँ न। अनि त्यो हिसाबले मेरो कम्पनीहरू चाहिँ कोभिड अगाडिसम्म चाहिँ हामी क्लाइन्टहरू सबै रिमोट थिए। हामी चाहिँ इन हाउसै अफिसैबाट काम गर्थ्यौँ। कोभिड पछि चाहिँ बिस्तारो त्यो सिनेरियो चेन्ज भयो, घरबाट पनि काम हुँदो रहेछ भन्ने पनि भयो होइन। अनि पछि हामीले फेरि अफिस पनि सेटअप गऱ्यौँ तर खासै नरुचाएको जस्तो लाग्यो। त्यो नरुचाइसकेपछि ठिक छ नि त रिमोटै पनि त हुन्छ भन्ने हिसाबले त्यसलाई फेरि हामीले बिचमा बन्द गरेर अनि फेरि रिमोटै गयौँ। सो रिमोटमा धेरै बेनिफिट हुने रहेछ सबैलाई। अब एउटा त अब कम्पनीलाई चाहिँ ओभरहेड्सहरूको सेभिङ भयो होइन डाइरेक्टली, किनभने रेन्ट यताउता सबै। तर टिमलाई चाहिँ के हुने रहेछ भने एउटा डिस्टेन्समा हुन्छ, जस्तो भक्तपुरदेखि यता यहाँ आउनु पऱ्यो, काठमाडौँ आउनु पऱ्यो भने त्यो कम्युटको टाइम सेभ हुने भयो, आउ जाऊ बिहानको ट्राफिक एकदम रस आवर। अनि अर्को एउटा चाहिँ त्यो टाइम सेभ हुने भयो। अनि मोस्टली अब सानो न्युक्लियर फ्यामिलीमा काम गर्दाखेरि चाहिँ कसैको वाइफ चाहिँ अब फुल टाइम अन्त गर्नुहुन्छ भने चाहिँ बच्चाहरूलाई पिकअप गर्ने ओर्ने घरमा राख्ने होइन, त्यो त फ्लेक्सिबिलिटी भयो नि त। अनि अर्को एउटा सबैभन्दा इम्पोर्टेन्ट एस्पेक्ट चाहिँ के हुँदो रहेछ, हामी टेकमा काम गर्ने मान्छेहरू चाहिँ अलि डिजाइनमा यतातिर काम गर्ने अब कतिखेर प्रोडक्टिभ फिल हुन्छ त आफूलाई होइन। कहिलेकाहीँ त साह्रै काम गर्दा अहिले अलिकति ब्रेक लिउँ, बेलुका म यसै पनि 10 बजीसम्म त यसै मोबाइल चलाएर हुन्छ, बरु बेलुका काम गर्छु नि भन्ने टाइपको पनि त्यो गर्न पाइयो। अब त्यसमा च्यालेन्जेसहरू पनि छ। अब यो सबैको लागि फिजिबल नहोला, तर हाम्रो प्रोजेक्टको नेचरहरू चाहिँ त्यस्तो हुन्छ नि, त्यो हुँदैन, मतलब एकदमै त्यो बुटस्ट्र्याप गर्नुपर्ने नेचरको हुँदैन। किनभने स्पेसलाइज कसैले डिजाइन गर्नुहुन्छ, कसैले डेभलपमेन्ट गर्नुहुन्छ, कसैले प्रोग्रामिङ गर्नुहुन्छ भनेपछि के हुन्छ भने आफ्नो पार्ट गर्ने टाइपको हुने भयो। अनि कोलाबोरेसन चाहिँ अब अहिले त एकदम सजिलो छ, टुल्सहरू मजाले अभाइलेबल छ होइन। इभन अब मिटिङको त्यही सबै रेकर्डिङहरू गर्दाखेरि यसमा चाहिँ डकुमेन्टेसन पार्ट चाहिँ अलिकति धेरै हुन्छ क्या। जस्तो कि प्रोजेक्ट चाहिँ ब्रिफ मजाले लेखेर दिनु पऱ्यो होइन, सिस्टमेटिक हुनु पऱ्यो। रेस्पोन्सिबिलिटी चाहिँ मेरो टास्क के हो, मैले कुन गर्ने, कतिखेर कसलाई, त्यो सुरुको इनिसियल चाहिँ अलिकति इफेक्टिभ बनाउन सकिन्छ त्यसमा चाहिँ। जस्तो हामी दुईजना काम गर्दैछौँ भने मैले तपाईँलाई चाहिँ कुन पार्ट मैले दिन पाउने नपाउने अथवा त्यस्तो अलिकति रुल्स भन्दा पनि बााउन्ड्रिज भनौँ न। हामी आफ्नो जहिले पनि काम गर्दा मेरो काम चाहिँ एकदम चाँडो सक्नुपर्छ जस्तो गरेर हुन्छ। अनि हामीमा चाहिँ रिसेन्टली हामीले यो स्ल्याक कलहरू राखेको, नत्र हाम्रोमा चाहिँ च्याटबाटै गर्ने होइन। बेस क्याम्प चलाउँछौँ हामी धेरै जस्तो, बेस क्याम्पहरू जस्तो टुलहरू चलाउँछौँ। त्यसमा चाहिँ हामी मजाले जे खोजे पनि
एउटा सिम्पल कल्चर भनौँ न कसैले एउटा केही क्वेसन सोध्यो भने यो सबैलाई काम लाग्छ पछि भन्ने हिसाबले हामी डकुमेन्ट गरिदिन्छौँ क्या त्यसलाई अनि डकुमेन्ट गरेर राखिदिन्छौँ त्यसपछि तपाईँले मलाई सोध्नु अगाडि चाहिँ एकचोटि हाम्रो डकुमेन्टमा छैन हेर्नु छैन भने क्वेसन सोधिदिनु अनि सोधेपछि फेरि हामी दुईजना बसेर फेरि त्यसको आउटलाइन चाहिँ गरेर फेरि राखिदिन्छौँ क्या सो त्यसो गर्दा 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 त्यो विकी हाम्रो मजाको हुन्छ नि सामान्य कुरा अब मिटिङ कसरी बुक गर्ने क्लाइन्टको कम्युनिकेसन कसरी हेर्ने हाम्रो भ्यालुजहरू के हो हामी एकदमै एसिन्क्रोनस मेथड युज गर्छौँ कम्युनिकेसनको लागि त्यसले चाहिँ एकदम सेन्स अफ अर्जेन्सीहरू चाहिँ कम गराइदिन्छ क्या होइन अनि आफू रेस्पोन्सिबल हुनु पनि सिकायो अनि टाइम चाहिँ हामीले कसरी गऱ्यौँ भने आफ्नो सेड्युल बनाउनुहोस् बनाएको टाइममा अभाइलेबल हुनुहोस् प्रोजेक्टको इन्टरसेक्सनहरू जस्तो हामी कुनै प्रोजेक्टमा काम गर्दैछौँ भने सधैँ डे टु डे गफ गर्ने त हुँदैन अब अहिले त एकदम सजिलो के पनि भयो भने अब कोड लेख्यो भने गिटमा हुन्छ डिजाइन गऱ्यो भने डिजाइन टुलको पनि क्लाउड अब सबै चिज क्लाउडमा हुने भइसकेपछि त अब केही चिज नभन्नु पनि फिडब्याकै जस्तो भयो क्या मैले कोड पुस गरेको छु भने त त्यो मलाई हजुरले ल काम यो मैले गरिसकेँ यति भयो भने जस्तै भयो अब त त्यो कमिट मेसेजहरू पनि गिटअपमा चाहिँ एक्सटेन्सनहरू हालिदिएका छौँ होइन त्यो कोड ऱ्याबिटहरू छ अब चेक गर्नलाई पनि अरू डिफ्रेन्ट टुल्सहरू छ जसले चाहिँ अझै डिटेलमा के भयो त यो प्रोजेक्टमा भनेर लेखिदिन्छ होइन अनि त्यसरी एउटा सिस्टमेटिक प्रोसेस छ त्यो ट्राई आउट गर्न सकिन्छ मलाई चाहिँ अब त्यसैमा फेरि मेरो आफ्नो नेचरले गरेर नि होला म चाहिँ एक्लै काम गर्दा अलिक धेरै पर्फर्म गरे हो कि जस्तो नि फिल हुन्छ अलिक धेरैजनासँग बसेर गर्दा अलिक ओभरवेल्म भएको हो कि होइन त्यो कारणले वेयर ह्याप्पी विथ द आउटपुट होइन सो त्यो चाहिँ गर्न सकिन्छ तर त्यसमा च्यालेन्जेसहरू छ नभए होइन त्यो चाहिँ बिस्तारै सर्टेन टाइम चाहिँ ट्रान्जिसन त अब त्यो सबै चिजमा भइहाल्छ तर अलिकति 2-3 महिना अलिकति मेहनत गऱ्यो भने हुन्छ त्यही त त्यो अनि यसमा अघि हामीले हाम्रो स्टुडेन्टहरू धेरै हुनुहुन्छ जस्तो उहाँहरूको चाहिँ के हुन्छ भने डिफ्रेन्ट टाइम हुन्छ होइन कलेज जानु पऱ्यो आउनु पऱ्यो कहिलेकाहीँ बिचमा पनि कलेज गइरहनु भएको हुन्छ अनि अब यो भयो भने त कलेजमा पनि 1 घन्टा ब्रेक छ भने त त्यसैमा ल सानो एउटा केही गरिहालौँ नि त एउटा फङ्सन लेखिहालौँ एउटा पिस अफ डिजाइन बनाइहालौँ सो टाइमको चाहिँ एकदम फ्लेक्सिबिलिटी हुने भयो त्यसले गर्दाखेरि चाहिँ अनि हामीलाई रिसोर्स पाउन अलि सजिलो पनि हुने भयो होइन अनि त्यस्तो छ खास प्रोसेस चाहिँ अहिले अनि आइ एम भेरी ह्याप्पी म चाहिँ त्यो जे भइरहेछ हुन्छ नि काम त्यसमा ठिक छ भनौँ न त्यो भनेको जस्तो अब मेन चाहिँ तपाईँको ओनरकै अथवा रन गर्ने मान्छेकै इन्ट्रेस्ट हुनु पऱ्यो त्यसमा चाहिँ मेन चाहिँ त्यसले रोल हो मेन हजुरको जो फाउन्डर हो जसको बिजनेस हो ऊ इन्ट्रेस्ट उसको माइन्डसेटमै डिपेन्ड हुने भयो क्या मलाई मन स्केप्टिकलै हो पहिला त होइन ल होला नहोला कसरी होला के होला होइन अनि अलिकति टाइम लाग्छ जस्तो कोही मान्छे सुरुमा अनबोर्ड गर्दाखेरि त्यो प्रोसेस अनि त्यो अब मेन चाहिँ हामीले पछिल्लो फेजमा चाहिँ के गरेका छौँ भने प्रायः सबै चिजहरू डकुमेन्टेड छ क्या टेक्स्टको फर्ममा भिडियोको फर्ममा अडियोको फर्ममा होइन त्यो भयो भने हाम्रो टुल्सहरू कसरी चलाउने यसको फाइदा के हो अनि एउटा कल्चर चाहिँ हामीले के क्रिएट गऱ्यौँ भने खालि यो गर्नु नभन्नुहोस् न यो गरेर हामीलाई के फाइदा हुन्छ भनिदिनुहोस् न भन्ने अप्रोचमा गयौँ क्या सो मैले ल शिव यो गरौँ मात्रै नभन्ने शिव हामी यो गऱ्यौँ भने हाम्रो कम्पनीमा यो फाइदा हुन्छ यसरी टुल्सलाई चलायो भने चाहिँ हाम्रो यति टाइम सेभ हुन्छ हामी यति प्रोडक्टिभ हुन्छौँ होइन सो यसले गर्दा हाम्रो क्लाइन्टलाई हामीले कसैले फिडब्याक मागिराख्नु परेन यहाँ छ कोड भनेर हेर भन्न पाइयो होइन टास्क रिअसाइन गरेर वेन्डन नोटिफाईमा अर्कै मान्छेको नाम छ भने काम सकेपछि कसलाई भन्ने कुरा थाहा भइहाल्यो सामान्य कुराहरू होइन लगइन खोज्नु पऱ्यो भने यहाँ छ होइन ब्रिफ खोज्नु पऱ्यो भने यहाँ छ फाइल चाहियो भने यहाँ छ डाटाबेस चाहियो भने यहाँ छ अथवा यसको रिसोर्सेसहरू सबै यहाँ छ भनेर भयो भने त इन्फर्मेसन अनि एक्सेस एट योर डिस्पोजल भयो भने त त्यसले खासै अनि फेरि अर्को रमाइलो पार्ट त्यसको चाहिँ के पनि भयो भने एभ्री चिज डकुमेन्टेड भएपछि ल कसैलाई बिरामी भयो के भयो सधैँ एउटै भयो त्यो प्रोजेक्टलाई ग्रेसफुल्ली टेक ओभर गर्न नि सजिलो हुँदो रहेछ क्या किनभने अलिकति 1 घन्टा यसो ल यहाँ यो रहेछ ल यति सक्यो रहेछ यसरी टेक ओभर गरौँ न भन्नलाई चाहिँ इजी हुने भयो अनि अर्को कुरा
जस्तो हामी कन्भर्सेसन गऱ्यौँ अहिले रेकर्ड गरिरहेका छौँ यो त हाम्रो लागि एकदम भ्यालुएबल रेफरेन्स भयो नि त जहिले सुन्न पनि पाइयो होइन सो अब प्रोजेक्टमा पनि त्यही एकचोटि हामीले बसेर मजाले ब्रिफिङ गरेको रेकर्डिङ राख्यौँ भने होइन मजाले त्यो ब्रिफ जहिले पनि सधैँको लागि अनि अर्को कुरा पछि फर्केर हेर्दाखेरि पनि यो प्रोजेक्टमा के गरेका थियौँ त कसले काम गरेको थियो सबै कुरा डकुमेन्टेड हुने भयो तर यसमा अब एउटा चाहिँ टुल्समा चाहिँ इन्भेस्ट गर्नुपर्ने हुन्छ यो सब प्रिमियम टुल्सहरू भयो धेरै जसो सबै प्रिमियम टुल्सहरू छ अब मैले चाहिँ कसरी सोचेँ भने अफिसको भाडा तिर्नुभन्दा म प्रोडक्टिभिटी टुलमा इन्भेस्ट गर्छु नि त बरु होइन बरु म बेस क्याम्पलाई पैसा तिर्छु अब बरु अरू टुल्सहरूलाई अनि कति त अब ओपन सोर्स टुल्सहरू चलाउन सकिन्छ प्रोजेक्ट म्यानेजमेन्टको लागि बेस क्याम्पै चलाउनु पर्छ भन्ने छैन होइन अहिले त धेरै टुल्स अभाइलेबल छ ट्रेलोहरू हाम्रो सानो टिमलाई त हुन्छ नि अनि अब हामीले रिमोट जानु अघि त प्र्याक्टिस चाहिँ अफिसमै गऱ्यौँ भनौँ न होइन किनभने हामी अहिले नै सोचौँ कि रिमोट हो हामी यो को वर्किङ अफिस स्पेसमा छौँ ल ट्राई आउट गरौँ नि त हामी बोलेर यसरी ल यहीँ चाहिन्छ मान्छे अब ल के होला जस्तो नगरौँ नि त हेरौँ नि त अनि दुईजनाबाट गरौँ नि त सिनियर्सहरूले गरौँ अब फर्स्टमा मै गर्छु नि त ल म र एकजना प्रोजेक्ट म्यानेजरले गरौँ त्यसपछि अरूलाई ल्याउँ भन्न सक्यो नि त सो ग्रेसफुल हुनु पऱ्यो बिस्तारै एडप्टेसन गर्नलाई टाइम लाग्छ त्यो तपाईँले प्र्याक्टिस गरेर जानुभएको प्र्याक्टिस गरेरै हो त्यो किनभने हामी चाहिँ पहिलेदेखि क्लाइन्ट त रिमोटै हुनु हाम्रो कहिले नि कलमा कलमा भयो भने कहिलेकाहीँ म बस्थेँ पछिल्लो फेजमा त्यो पनि नहुने भइसकेको थियो होइन अनि हामीलाई रिमोट चाहिँ उहाँ बसेर चाहिँ यहाँ चाहिँ काम अमेरिकाबाट चाहिँ नेपालमा लाउन सकिने अनि हामीले यहीँ बसेको हाम्रो मान्छेलाई चाहिँ लाउन नसकिने त भन्ने माइन्डसेटबाट सुरु भयो खास अनि तपाईँको मतलब त्यो मेन चाहिँ मान्छेले सोच्ने भनेको वर्क फ्रम होम भन्न साथै क्या नर्मल्ली मैले चाहिँ सर्फेस लेभल मात्रै कुरा गर्दाखेरि टाइम ट्र्याकिङ मात्रै कुरा गर्छन् होइन मेनली मेन इम्पोर्टेन्स चाहिँ टाइम ट्र्याकिङ बाहेक केही पनि दिँदैन होइन टाइम ट्र्याकिङ पनि हुन्छ अब त्यो चाहिँ बिजनेसको नेचरमा डिपेन्ड हुने भयो यदि मैले आवरली बिल गर्छु भने मैले टाइम ट्र्याक गर्ने नै भइहालेँ क्या होइन यदि मेरो प्रोजेक्ट आफ्नो इन हाउस प्रडक्ट हो हाम्रो इन हाउस प्रडक्ट छ भने हामी टाइम ट्र्याक नगरे पनि भयो मैले प्रडक्ट बनाइरहेको छु भने त परेन नि त अर्को कुरा टाइम ट्र्याक गर्नुलाई त्यस्तो बेफाइदाको रूपमा नि हेर्न परेन कि किनभने जुन टुल्सहरू हामी युज गर्छौँ त्यो सबै GDPR कम्प्लायन्सदेखि लिएर सबै कम्प्लायन्स हुन्छ क्या त्यसमा त्यसले के इन्फर्मेसन दिने नदिने अनि युजरको प्रिफरेन्सेस अनुसारको सेटिङ गराउन मिल्छ क्या जस्तो कि स्क्रिनसटहरू ब्लर गर्ने अथवा स्क्रिनसटै नलिने त्यसको त त्यो हामीले सर्फेसमा हेर्दाखेरि चाहिँ ओहो त्यो के न फर्स्ट क्रिएट गर्छौँ तर त्यसले त हामीलाई ग्रोथमा पनि त हेल्प गर्यो नि त हामीले एउटा कुनै प्रोजेक्ट योचोटि गर्दा यति लायौँ भने अर्कोचोटि गर्दा हामी कति लाउँछौँ त होइन त्यसले त फिडब्याक पनि त राम्रो दिन्छ नि त हामी लसमा गएको छौँ कि एज अ बिजनेस हामी फाइदामा छौँ कि हामीले बढी चाहिँ कोटेसन पठायौँ कि कम पठायौँ कि लसमा छौँ कि होइन त्यो सबै चिजलाई चाहिँ त्यसले त्यसको सबै चिजका फाइदा बेफाइदा छन् त्यो ट्र्याक गर्ने बित्तिकै बर्बादै केही भइहाल्ने नै होइन अनि अर्को कुरा अब रिमोटमा काम हुन्छ र भन्ने पनि सोधिरहेको हुन्छन् कि सो म के भन्छु भने ल कसैले हजुरलाई ठग्नै पऱ्यो भने कति दिन ठग्नुहुन्छ त 2 दिन 3 दिन किनभने चौथो दिन त हजुरले काम गर्नु परि नै हाल्यो त्यो भने चाहिँ हामीले त्यसलाई ट्रान्जिसन भनेर लिए भइहाल्यो नि टाइम लाग्छ एडप्टेसन हुन टाइम लाग्छ इन्सेक्योर फिल हुन्छ होइन मेरो त्यो अनि सिम्पल त्यसमा चाहिँ जस्तो के हुन्छ भने ट्र्याकिङ गरेर गर्दाखेरि पनि त्यसको चाहिँ त्यसले के ट्र्याक गर्छ भन्ने इन्फर्मेसनहरू चाहिँ आफ्नो टिमको मान्छेलाई हामीले के पाउँछौँ त तपाईँकोबाट अनि त्यसमा चाहिँ ट्र्याक गर्ने भनेको चाहिँ कति ट्र्याक गर्ने हो त होइन कति पुर्याउनै पर्ने हो त्यसले तपाईँको के इम्प्याक्ट हुन्छ भन्ने कुराहरू चाहिँ क्लियरली हामीले भन्नुपर्ने हुन्छ क्या होइन कुनै पनि चिज गर्दाखेरि आफूलाई त थाहा हुन्छ नि त जसले सिस्टम ल्याएर इम्प्लिमेन्ट गरेर टेस्ट गरे हो त्यो चिजको कम्युनिकेसन क्लियर भयो भने बोथ वे त्यसले काम गर्छ यसमा चाहिँ अब त्यति हो डराउने चाहिँ टाइम ट्र्याकिङ गर्ने भन्ने चाहिँ तपाईँको फाउन्डरहरू भए टाइम ट्र्याकिङ भएको अफिसमा काम नगर्ने भने चाहिँ इम्प्लोइ भयो क्या यहाँनिर त म्याक्सिमम मान्छेहरू अब हामीले त तपाईँको जस्तो थुप्रै वर्षौँ भइसक्यो क्या हुन्छ नि 20औं वर्षदेखि पनि ट्र्याक गरेर गरि नै रहेका छौँ क्या किनभने अब जस्तो मैले मेरो क्लाइन्टले मलाई पे गर्दाखेरि मेरो टिमलाई पे गर्दा उसले पनि त के को बेसिसमा तिर्ने भन्ने पनि त
पेमेन्ट गर्ने भन्ने नि त होला नि त होइन. सो अब मेजोरिटी अफ वर्क चाहिँ अब इट डिपेन्ड्स अन नेचर अफ बिजनेस. जस्तो हामीलाई चाहिँ क्लाइन्टले के प्रोजेक्ट दिए त, अब कति वर्षौँ लाग्ने प्रोजेक्ट दिए हो कि होइन 2 हप्तामा 40 घन्टामा सक्नुपर्ने प्रोजेक्ट दिए हो कि होइन, त्यो डिपेन्ड्स गर्ने भयो क्या. सो अब त्यसमा के हुन्छ त, त्यो क्लाइन्ट र हाम्रो बिचमा जहिले फ्रिक्सन क्रिएट हुन्छ क्या. त्यो भयो भने उसले ट्र्याक गर्ने भन्यो भने हामी ट्र्याक गरेर उसलाई त्यो एक्सेसै दिइदिन्छौँ क्या. त्यो भइसकेपछि के भयो त, हजुरको त्यो अरू पार्टहरू त मिनिमाइज भयो नि त. अनि त्यो गर्ने मान्छेलाई पनि ल बरु टाइम ट्र्याक गरेर गर्ने भने मलाई यति पैसा चाहिन्छ भनेर भन्न सक्नु पऱ्यो नि त भन्छु क्या म चाहिँ होइन. सो हायरिङ गर्दाखेरि पनि तपाईँ काम गर्ने हो होइन, तपाईँले यसरी गर्नु पऱ्यो भने कति भन्ने त, के गर्नुहुन्छ त होइन, आफूले भन्न सक्नु पऱ्यो. अनि त्यो इन्भाइरोमेन्ट पनि दिनु पऱ्यो, लर्निङ पनि हुनु पऱ्यो होइन, सबै चिज. अब तपाईँले त्यसलाई कसरी सेप गर्नुहुन्छ, कसरी त्यो प्रेजेन्ट गर्नुहुन्छ भन्ने कुरा म्याटर गरे. तर त्यो त्यस्तो हुन्छ नि भयङ्कर डराउनु भन्ने के छ कुरा छैन. तर होइन जोसँग कुरा गर्दाखेरि जहिले पनि कोभिडमा त हामी सबैजना गयौँ नि त, कोभिडमा जानै पनि पर्यो. अनि जो पनि भेट्दाखेरि तपाईँले टाइम चाहिँ कसरी ट्र्याक गर्नु भएको छ भनेर सोध्थेँ क्या मलाई चाहिँ. टाइम ट्र्याक भनेर भन्दै म त किन हामी चाहिँ फेरि प्रोडक्ट बनाउने मान्छेहरू भयौँ. हो प्रोडक्टमा खासै त्यो हामीलाई त अब जस्तो स्प्रिन्टहरू बनाएको हुन्छौँ, अब जस्तो स्प्रिन्ट बनाउँदाखेरि चाहिँ ट्र्याक नगरे पनि भयो किनभने हामी 2 हप्ताको स्प्रिन्ट बनाउँछौँ. अब जस्तो हाम्रो एउटा इन्जिनियरिङ टिम छ, प्रडक्ट मात्रै गर्छ क्या. अब उनीहरूलाई हामी ट्र्याकै गराउँदैनौँ कि परेन कि ट्र्याक गर्नलाई, किन 4 जना हुनुहुन्छ, उहाँहरूले स्प्रिन्ट पहिल्यै प्लान गर्नुहुन्छ, हामी यो हप्तामा यति सकाउँछौँ भनेर भन्नुहुन्छ, सकाउनुहुन्छ होइन. ब्याकलग त्यसै गरी मेन्टेन गर्नुभएको हुन्छ. तर निड बेसिसमा भर पर्ने भयो. कसैले मैले अब एज अ कम्पनी आवरमै बिल गरिरहेको छु भने त मैले के को बेसिसमा बिल गर्ने त कस्टमरलाई पनि भन्ने कुरा आउँछ नि त. सो त्यसले चाहिँ तपाईँको नेसेसिटीको हिसाबमा हुने भयो. किन इन्ड अफ द डे त आउटपुटै होइन त. अब आउटपुट चाहिँ आएको छैन, काम चाहिँ गरेको छ भन्ने कुराको विश्वास कसरी गऱ्यो भने हामीलाई पाइन नलागेको होइन. त्यो फेरि होइन, त्यो हुन्छ. मैले कति केसेसहरू देखाएको छु त्यो क्लिकरहरू राखेर पनि गरेर. तर त्यो हामी चाहिँ सम्झाउँछौँ यो त टेम्पोररी भयो नि त होइन. त्यो कुनै पनि चिज त टेम्पोररी हुनु भएन भन्ने कुरा मात्रै हो. त्यो मतलब त्यो टेम्पोररी सोल्युसन चाहिँ भयो. त्यो त्यसले कसैलाई पनि ग्रो गरेन, उसलाई आफैलाई पनि ग्रो गरेन, कम्पनीलाई पनि ग्रो गरेन, केलाई नि ग्रो गरेन. अनि सिम्पल अब हामीले त्यो कामलाई कसरी प्रेजेन्ट गर्छौँ भन्ने कुरा नि भयो. म एउटा सिम्पल कुरा, हाम्रो त्यो प्रोजेक्ट म्यानेजमेन्टमा छिर्ने बित्तिकै एउटा स्क्रिनसट छ क्या, वर्क इक्वल टु प्ले होइन भने इट्स टाइम टु चेन्ज द जब भनेर छ क्या होइन. सो त्यो चाहिँ आफूले म कति ग्रो गरिरहेको छु होइन, मैले के भ्यालु पाइरहेको छु. अनि इन्ड अफ द डे चाहिँ अनि फेरि अब लार्ज कर्पोरेसनमा यो इम्प्लिमेन्ट नहोला. हाम्रो चाहिँ सानो टिमहरू 12-15 जना 20 जनाको टिमहरूमा चाहिँ यसले काम गर्छ भनौँ न. अनि अब कम्पनीको कल्चर कसो, अब म चाहिँ त्यो केक काट्नेलाई कल्चर भन्दिनँ क्या होइन. म चाहिँ तपाईँलाई चाहिएको बेलामा कम्पनी चाहिँ कति अभाइलेबल छ, तपाईँले 12 बजे फोन गरेर अहिले भर्खरै मलाई यस्तो चिज यहाँ मलाई इमर्जेन्सी भयो, मलाई फन्ड चाहियो भन्यो भने तपाईँ दिनुहुन्छ कि हुँदैन त. तपाईँको एचआरबाट प्रोसेस चाहिँ 4 दिनको अप्रुभल प्रोसेस हुन्छ कि तपाईँले अहिले भर्खरै रुल्सहरू के चाहिँ बनाउनु भएको छ त. पैसा एक्सेस गर्नु पऱ्यो भने कसले कति 50% स्यालेरी चाहिँ मलाई जहिले नि एडभान्स माग्नु पाउँछ कि पाउँदिनँ त होइन. कल्चर भनेको चाहिँ त्यो हो. त्यो त फ्यामिली भनेको त त्यो हो नि त खासमा. एक्ज्याक्टली. सो हामी फ्यामिली हामी होइन भन्छौँ क्या, हामी फ्यामिली होइन. पहिला चाहिँ हो भन्थ्यौँ, अहिले चाहिँ होइन. हामी काम गर्ने कलिग्सहरू वी आर देयर फर यु होइन, परेको बेलामा भन्ने खालको पहिला हामीले गरेका थियौँ होइन. केक काट्ने त्यो गर्ने त हुन्छ, कसैलाई त्यो गर्दा राम्रो होला. तर हामीले चाहिँ त्यो बिस्तारै सिकेको कुरा चाहिँ चाहिएको बेलामा तपाईँ कम्पनी तपाईँ कति अभाइलेबल हुनुहुन्छ त होइन. प्रोजेक्ट पर्दाखेरि मैले सकिनँ भने मेरो टिम मेम्बरले ऊ कतिको विलिङ छ त मलाई हेल्प गर्नलाई भन्ने चाहिँ कल्चर होला नि त. त्यही भने त्यो भने त तपाईँको त्यो त ट्रस्टको कुरा भयो. अर्को भनेको तपाईँको के पनि भयो भने त्यसलाई के भन्छ नेपालीमा भन्दाखेरि त हो. जस्तो एउटा अस्ति मसँग हामी कुरा हुँदा अनि मसँग 12-13 वर्ष 14 वर्षदेखि पनि छन् क्या मान्छे होइन. अब कसरी टिकिरहन् भन्ने मलाई थाहा छैन कि कसरी. 12-13 वर्षदेखि नै छन् होइन, 12-13 वर्षदेखि. अब हाम्रो चाहिँ के भने कल्चर नै भन्नु पर्ला. अब जस्तो कोही यहाँबाट विदेश जानुभयो भने हामीले त्यहाँ मिल्यो भने त्यहाँ उहाँलाई जब खोज्न नि हेल्प गर्छौँ क्या हामी. अब जस्तो
हिजो भर्खर मैले अस्ति भर्खर भ्याकेन्सी अनाउन्स गरेको थिएँ 12 वर्ष अगाडि हाम्रोमै काम गरेर फेरि इम्प्लोइले अप्लाई गर्नुभएको थियो अनि फेरि हामी जोइन गराउँदैछौँ कि उहाँलाई अगस्तदेखि होइन सो हाम्रै नेटवर्क अफ कम्पनीमा काम गरेर सो फर्की काम गर्न रुचाउने माहौल दिनु पर्यो भन्ने रिटेन्सनै तपाईँको गाह्रो छ अझ हो नि त अब यहाँ त कस्तोसम्मको देखिन्छ भने छोड्ने भने दुश्मनै बनाए जस्तो होइन त्यो यो कम्पनी नै नराम्रो इम्प्लोइ नै नराम्रो भनेको छ होइन त्यो हुँदैन होइन किनभने आफ्नो निड्सहरू हुन्छ होइन अब कसैलाई विदेश गएर आएर पनि फेरि काम गर्न मन लाग्ला नि त होइन कसैलाई अर्को ठाउँ एक्सप्लोर गर्न मन लाग्ला जानुहोस् हेर्नुहोस् हाम्रोमा अर्को एउटा पनि के छ पोलिसी भने तपाईँले छोडेको 3 महिनाभित्र फर्किनु भने चाहिँ हामी इन्टरभ्यू लिँदैनौँ त्यही पोजिसनबाटै फेरि सुरु हुन्छ कि त्यसमा फेरि हजुर इन्टरभ्यूको प्रोसेसमा कन्टिन्युटीको त्यो उसमा जानु पर्दैन त्यो फेरि ब्याक पनि आउने पनि आउनुहुन्छ मैले अब यो मैले यतिकै हाइपोथेटिकल्ली भने होइन किनभने एक्सप्लोर गर्नुहुन्छ जानुहुन्छ हेर्नुहुन्छ होइन जानु म भन्छु जानु पनि पर्छ हेर्नु पनि पर्छ म त के भन्छु भने जब गरिरहनु भएको छुट्टी लिएर भनेरै म अर्को इन्टरभ्यू हेर्छु दिन्छु भनेर दिँदा पनि हुन्छ कि यदि अनेस्ट हुनु मन लाग्छ भने त्यसले त हजुरले पनि सिक्नुहुन्छ नि त सिक्नुहुन्न र किनभने एज अ त्यो के छ त इन्डस्ट्रीमा के भइरहेछ हामीले गरिरहेको काम र ऊ के भइरहेछ भन्ने कुरा हुन्छ होइन अनि म कतिको मैले सिक्नु बाँकी रहेछ अथवा हुन्छ नि त्यस्तो कुराहरू नै हुन्छ ओपननेस हुनुपर्छ भन्छु म चाहिँ ओपननेस भयो भने ट्रस्ट आफै भन्छ ट्रस्ट मलाई गर भनिराख्नु पर्दैन यहाँबाट बुझ्नु पर्यो तपाईँको पहिला कम्पनी बन्नु पर्यो अनि मात्रै वर्क फ्रम होममा जाँदा धेरै सजिलो भयो जस्तो हजुरले अब गरिराख्नु भएको छ अब अलिकति प्र्याक्टिस गरेर हेरेर हाम्रो लागि यो सुइटेबल छ कि छैन होइन अथवा तिमी 2 दिन घरमै बसेर गरेर हेर नि त कस्तो लाग्यो तिमीलाई घरमा पनि काम गर्ने इन्भाइरोमेन्ट छ कि छैन त्यो पनि होइन अनि अर्को चाहिँ हामीले एउटा के पनि बिचमा इन्ट्रोड्युस गरेछौँ भने यदि काम गर्न मन लागेन भने कोवर्किङ अफिसहरूमा जाऊ अनि हामीलाई बिल गर होइन अनि त्यो पनि गर्न पाइयो अनि पछिल्लो टाइम त एउटा सानो हामीले स्पेस यतिकै राख्दै पनि थियौँ कि गएर 2-3 जना बसेर काम गर्न मिल्ने कहिलेकाहीँ घरमा के पूजा भइरहेको हुन्छ के हुन्छ होइन अनि के हुन्छ होइन घरमा बस्दाखेरि अनि त्यो एउटा सबभन्दा ठुलो च्यालेन्ज मलाई यो काम अरू भन्दा नि घरको मान्छेले चाहिँ यो घरै बसेर के काम गर्छ यसले काम हराइन्छ घरमा अरू काम हराएर पढाइन्छ त्यो तर त्यसमा पनि के हुने भयो भने हजुरले हामी चाहिँ अब बाहिर काम धेरै गर्ने हुँदाखेरि हामी जहिले पनि 12 आवर्स जस्तो अगाडि हुन्छौँ कि डेडलाइनभन्दा युएसको काम गर्दा अनि के हुन्छ भने हामीसँग टाइम चाहिँ हुन्छ कि जस्तो किनभने डेडलाइन अगाडि छ मसँग त जहिले पनि 12 घन्टा त मेरो आज चाहिँ 12 बजीसम्म बसेर गरिदिइहाल्छु नि दिउँसो ल घरमा बुवाले मलाई एउटा चिज ल ल्याइदेऊ भन्नु अनि के छ र भन्ने अप्रोचमा जानु पाइयो नि त क्लाइन्टकै काम गरे पनि त्यो खालको छ त्यही हो नि अब जस धेरै जस्तो मान्छेले कोही मान्छे कस्तो हुन्छ नि घरमा बसेर काम गर्न नखोज्ने मान्छे नि हुन्छ त्यही प्रब्लम त हो नि हुन्छ त्यही भएर हामी सुरुमै त्यो इन्टरभ्यूको प्रोसेसदेखि नै सोध्छौँ राम्रोसँग तपाईँ कहाँ बस्नुहुन्छ के छ तपाईँको वर्किङ इन्भाइरोमेन्ट छ कि छैन अनि हामीले के रिसोर्स प्रोभाइड गरिदिनु पर्छ ब्याट्री इन्भर्टर दिनुपर्ने हो कि इन्टरनेटमा हेल्प गरिदिनु पर्ने हो कि त्यो पनि त्योसम्म पनि होइन अब त्यो के गरिदिनु पर्ने हो होइन अब 2टा एउटा ल्यापटप छ मोनिटर दिनुपर्ने हो कि होइन अनि त्यो त्यसरी चाहिँ गर्छौँ खास त्यो चाहिँ प्रोसेस हो त्यो भयो भने त झन् तपाईँको कस्तो भने अफिसको प्रेजेन्सै भएपछि त घरमा सजिलो भयो नि त हजुरलाई टेबल चाहिएको छ भने हामीले हेल्प गरिदिनु सक्यौँ नि त होइन भनेपछि यो यसले त्यतिकै बसिरहेको छैन अफिसबाट सामान ल्याएछ भने मतलब उसले काम गरिरहेछ भन्ने पनि भयो त्यो चाहिँ बोथ वे नै हुन्छ त्यो त्यसले पनि हेल्प गर्यो कोवर्किङ स्पेसमा गएर काम गरेवाला पनि राम्रो लाग्यो त्यो जान पाइयो कहिलेकाहीँ त यतिकै अन्तै गएर नि हाम्रो काम भने त कहिलेकाहीँ कोड लेख्नलाई त हजुरलाई धेरै ठुलो पनि चाहिँदैन नि त कहिलेकाहीँ त एउटा मोनिटरमा लेख्दा नि भइहाल्छ त्यसले त्यो सधैँ 100% पर्फर्म गर्छ भन्ने हुँदैन फ्रिक्सन्सहरू हुन्छ होइन बस्ने गफ गर्ने सल्भ गर्ने टाइपको अनि अब त्यो त्यही हो कल्चर कस्तो बनाउनुहुन्छ अब जस्तो हजुरको टास्क हो भने हजुर ओनर हो भन्छौँ क्या हामी चाहिँ अब त्यसपछि त हजुरले मलाई काम लाउनु पाउनुहुन्छ कि म चाहिँ डिजाइनमा राम्रो छु होइन त्यो प्रोजेक्ट हजुरले पाउनुभयो होइन एभ्री टाइम टास्कको ओनर चाहिँ जसले त्यो टास्क पायो त्यही मान्छे हो भन्छौँ क्या हामी त्यही त
प्रोडक्ट ओनरै भन्ने एउटा रोलै हुन्छ त्यो अब त्यस्तोतिर फेरि हामीले त्यो टेक्निकल वर्डहरू चाहिँ केही युज गरेको छैन होइन छैन। तर हामीले चाहिँ त्यो पहिला चाहिँ हामीले यो विदेशको कल्चरबाट इन्फ्लुएन्स भएर के इम्प्लिमेन्ट गरेका थियौँ। अनि पछि चाहिँ मलाई के लाग्यो भने हामी त नर्मल हामी नेपालमा बसेर काम गर्दैछौँ भने यहाँको कल्चरसँग मिल्ने खालको इन्भाइरोमेन्ट चाहिन्छ। यहाँनिर तपाईँले इम्प्लोइ मैले पनि गर्थेँ कि टाइममै आउनुपर्छ, 9 बजे अफिस आइपुग्नुपर्छ, किन ढिला होइन। अनि फेरि मेरो अपब्रिङ्गिङ पनि मैले सिकेको ठाउँमा मलाई त्यस्तै गरे भएर मैले त्यो गरेर रहेछु क्या होइन। मलाई पनि लगेर कोठाभित्र राखेर यो तपाईँ 5 मिनट ढिलो हुनुभयो भने भएर मैले पछि मेरो कम्पनी चलाउँदा मैले पनि त्यही गरेँ। तर हामी यस्तो ठाउँमा बसेका छौँ कि यहाँनिर तपाईँ अहिले म आउँदै जाँदा गर्दाखेरि म टाइममा आइपुग्छु भन्दा तपाईँ टाइममा कहिले प्लेन छुट्नसम्म हुनसक्छ। एकचोटि मेरो त्यहाँ एयरपोर्ट जाँदाखेरि अब जाँदै उताबाट त्यो सवारी के भएर होइन त्यो अब त्यहाँ उत्रेर म दौडेर हिँडेर जानुपर्ने जस्तो अवस्था। अब त्यो भनेको चाहिँ के हो भने हामीले हाम्रो सिस्टम बनाउनु पर्छ भन्छु कि म चाहिँ। उनीहरूको ट्रेनहरू टाइममै टाइममा आउँछ तपाईँको एपमा हेरेपछि 9:15 आउँछ भनेपछि आउँछ। अनि छुट्यो भने अर्को 1 घन्टा कुर्नु पर्ला होइन। त्यो भएर म चाहिँ के भन्छु भने हामीले सिक्ने चाहिँ धेरै अन्तबाट सिक्न पायौँ भने त्यो मलाई त्यो एन्टरप्रेनर भन्ने वर्ड थाहा नहुन्जेलसम्म चाहिँ मैले राम्रै गरिरहेको थिएँ जस्तो लाग्छ क्या हुन्छ नि। त्यसपछि चाहिँ हुन्छ नि के इम्प्लिमेन्ट गरियो अनि त्यसको कन्सिक्वेन्सेसहरू आयो जसलाई। सो हामीले हाम्रो अनुसारको कल्चर बनाउनु पऱ्यो, हाम्रो अनुसारको वर्क देश अनुसारको भेष गर्नु पर्यो होइन। नत्र त्यो फेरि पोसिबलै भएन नि। अब पोसिबल हुँदैन हो नियमै। अब उनीहरूको त्यस्तो दामी ठाउँबाट आएको छ, म्यानेज ठाउँबाट आएको सफ्टवेयरले त अथवा प्याटर्नहरूले वर्किङहरूले। अन्त त्यो मलाई स्क्रम पढ्दाखेरि स्क्रममा त्यो गर्दाखेरि मैले इम्प्लिमेन्ट गरेर खोजेँ तर मैले पछि गरिनँ। अब यही एजुकेसनकै कुरा गरौँ न। हजुरले MBA गर्नुभयो तर केस स्टडी चाहिँ अक्सफोर्डको पढ्नुभयो होइन। अब टेक्निकल वर्ड्सहरू जार्गन्सहरू टेक्निकलिटी त बुझ्नुभयो। अब त्यो यहाँ ल्याएर हाम्रो बिजनेसमा यहाँ इम्प्लिमेन्ट होला त भन्छु क्या म चाहिँ। हुँदैन होइन। भए पनि अलिकति टाइम लाग्ला तर हामीले त्यो खालको नै लोकलाइज गर्नुपर्छ कन्टेन्ट भन्छु कि म चाहिँ। मैले पढाएको हो होइन, 1 वर्ष 1.5 वर्षै पढाएँ मैले। अनि युनिभर्सिटीबाट स्लाइड्सहरू आइसकेपछि हामी सबै कन्टेन्ट लोकलाइज गर्थ्यौँ क्या। केस स्टडी सबै लोकल हुनु पऱ्यो होइन, इक्जाम्पलहरू सबै लोकल हुनु पऱ्यो। अनि त्यो एजुकेसन मेथडलाई राम्रोसँग एक्सप्लेन गर्दै हुनु पऱ्यो। क्रेडिट भने के हो, हामी त बेसिक सानो कुरामा चाहिँ अल्झिरहेका हुन्छौँ क्या। हाम्रो स्टुडेन्ट्सहरूलाई उनीहरूलाई हामीले डम जस्तो ट्रिट गर्छौँ क्या होइन। तर एक्चुअलमा के हो भने तपाईँको कामै ओपन अप गराइदिने हो नि त, इन्सपायर गराइदिने हो नि त। एउटा कुरा भनिदिएर यसरी सोच है भनेर त्यो सिकाइदिने हो नि त। अब जस्तो जहिले पनि इन्डस्ट्री र त्यो उसको फ्रिक्सन भइरहेको हुन्छ कि मलाई कलेजले भर्खरै मेरो प्रोजेक्टमा काम गर्ने मान्छे दिएन भन्ने। अब हामी त्यो एजुकेसनको कन्सेप्टबाटै बाहिर गएर सोचिरहेको कि होइन। हजुरलाई 3 वर्ष डिफ्रेन्ट मल्टिपल सब्जेक्ट, कहिले PHP पढाएर, कहिले जावा पढाएर होइन, कहिले चाहिँ इकोनोमिक्स पढाएर के गराउन खोज्या हो त भन्दा हजुरको इन्ट्रेस्ट चाहिँ केमा छ त भनेर आइडेन्टिफाई गर्ने प्रोसेसलाई हजुरले आउटकमसँग लगेर जोडिदिया पो हो कि एक्सपेक्टेसन धेरै राख्नुभयो कि। किन मेरो कम्पनीमा मेरो लागि काम गर्ने कोही आउनुहुन्छ भने यसरी बुझ्दा पनि भन्दा उहाँलाई मल्टिपल चिजहरूको नलेज छ। अब म 3 महिनावालाई यो सिकाउँछु भनेर पनि त जान सक्यो। अब बस्ने ग्यारेन्टी के हुन्छ त भन्नुहुन्छ, त्यो त कहिले पनि हुँदैन। किनभने मैले यहाँ बिजनेस गरिरहेको छु, चलाइरहेको छु भने म चाहिँ के भन्छु भने त्यो एउटा ट्रेनिङ इन्टर्नसिप त्यो पिरियडलाई त मैले पनि मेरो यहाँको ठाउँको लागि यहाँको मान्छेहरूको लागि इन्भेस्ट गरेको छु भनेर सोच्दा भयो नि त। CSR जसरी लिए पनि भयो नि त। त्यति त 50 जना राख्नु परेन नि त। मेरो 15 जनाको टिम छ भने 2 जना इन्टर्नहरू मैले राखिरहनु सक्छु, सिकाइरहनु सक्छु भने त मैले ल्याइराख्नु पर्यो। कहिले पनि त्यो हुनु भएन होइन। अनि मलाई क्वेसन सोधिरहेको हुन्छन् यो पेड हो कि अनपेड हो भनेर क्या। इन्टर्नसिप म स्टुडेन्टलाई के भन्छु भने कलेजमा पेड हो कि अनपेड पढायो हो भनेर सोध्छु कि पेड हो भने त अब काम गर्न सिक्नै गए पनि केही न केही आउटपुट निक्लिन्छ।
ल कहिलेकाहीँ चाहिँ कस्तो पनि केसेस होला अरे भने के भन्न सकेला भने तिमीले गरेको कामको आउटपुटको बेसिसमा पे गर्ने भन्ने पनि होला अरे। तर एउटा बेस लाइन त कभर अप गरिदिनु पऱ्यो नि त होइन। टन्नै दिन नसके पनि जति दिन एउटा ओपन वेमा होइन, फ्रीमै 3 महिना त गर्न नसकेला नि त। अब सिक्ने भ्यालु पनि सिकाउने पनि त डेली क्लासेस लिने पनि त होइन होला नि त होइन। उसले केही न केही त आउटपुट निकालि नै हाल्छ नि त। रिसर्चमा केमा रिसर्च पनि त अब त्यो ट्यान्जिबल इन्ट्यान्जिबल हजुरलाई एउटा गरिराखेको प्रोसेसमा कसैले प्रोजेक्ट कोअर्डिनेटर आएर उसले केही एकदमै राम्रो चिज आइडेन्टिफाई गरिदिएर चाहिँ हजुरको प्रोसेस राम्रो भयो भने त इन्टायर त्यो सधैँभरि त्यो कम्पनीलाई फाइदा भयो नि त, उहाँले बसे पनि नबसे पनि होइन। सो बिजनेसेसहरूले चाहिँ सधैँ एउटा प्रोसेसमै राखिराख्यो भने मलाई पनि पहिला चाहिँ म गर्दैन थिएँ क्या, हुन्छ ल्याऊ सिकाऊ हिँडिहाल्छन् होइन। फेरि विदेश गए मै भन्थेँ होइन, विदेश गइहाल्छन् मैले सिकाएर मलाई के फाइदा हुन्छ भने। अब अलिकति सकिन्छ भने चाहिँ म कम्पनीजहरूलाई चाहिँ मेरो रिक्वेस्ट चाहिँ दिनुपर्छ, टाइम दिनुपर्छ होइन। अनि टाइम लाग्छ, हामीले पनि त्यसरी सिकेर आऊ होइन। इन्फर्मेसन अब सजिलो छ सिक्नलाई, त्यो गर्नुपर्छ। अब कलेजेसहरूको केसमा पनि अलिकति बच्चाहरूलाई ओरिएन्टेसन चाहिँ हुन्छ नि, त्यो एकदमै यो अब जस्तो हाम्रो न्युजमा पनि आइरहन्छ आइटी पढेर यस्तो पैसा हुन्छ त्यस्तो हुन्छ, पैसा हुन्छ। हामीले म युएसमा को कम्पनीको कन्सल्टेन्ट छु अहिले भनेपछि म फुल टाइम जब पनि गरिरहेको छु, 2-4वटा कम्पनी पनि चलाइरहेको छु भनेपछि त अब 10 वर्ष पहिला 15 वर्ष पहिला यही सोच्ने हो भने त इम्पोसिबल लाग्थ्यो होला नि त मलाई। यो त प्रोसेसमा हुँदै गर्दै जाँदा सिक्दै जाँदा अनि आफ्नो स्किल पनि बढाउँदै जाँदा टाइम अनुसारको स्किलहरू अपग्रेड गर्दै जाँदा बन्ने चिज हो। अब बच्चाहरू पनि धेरै नै त्यो हुन्छ नि एकदम छिटो आउटपुट भर्खरै भोलि नै मलाई आएन भनेर त्यो गर्नुपर्ने पनि छैन भन्छु क्या म। टाइम देऊ, सिक, डिस्ट्र्याक्ट नभइकन एउटा चिज हेर होइन। त्यो त प्रोसेस हो होइन। त्यो कस्तो भने ठ्याक्कै डिफाइन प्रोसेस चाहिन्छ आजकल। ठ्याक्कै मलाई भनिदिनु न म गरिहाल्छु नि जस्तो मैले भनेर ठ्याक्कै दिए पनि त्यो त एक्सपिरियन्स त हजुरको र मेरो इम्प्लिमेन्ट गर्दाखेरि फरक परि नै हाल्छ। त्यो त आफ्नो वेमा गरिन्छ नि त। अनि पहिला पहिला मैले हायरिङ गर्दा अब काम गराउने प्रोसेस चाहिँ मैले डिफाइन गरिदिन्थेँ कि। अहिले चाहिँ म के गर्छु भने तपाईँ आउनु, अब गर्नुपर्ने आउटपुट चाहिँ यो हो, अब मजाले आफ्नो तरिकाले गर्नु नि त होइन। कहिले आउने बित्तिकै एकदम पर्फर्म गर्छन्, कहिले 2 हप्तासम्म बुझ्नै लाग्छ मान्छे अनेक थरीकै जन्मे हुन्छ नि हैन। त्यो त अनि हो हामीले अघि कुरा गरेकोमा रिलेट गरेर जोड्दाखेरि हामी त्यहीमै बसौँ न, हामी अनेकै छौँ भनेर एक्सेप्ट गरेर गऱ्यो भने त रमाइलो छ नि त काम गर्नलाई त। त्यही भने केसिसीमा हामीले जुन चाहिँ ट्रेनिङहरू गरायौँ तपाईँको 4 हप्ता जति 5th सेमलाई गरायौँ होइन। तपाईँको हरेक हप्ता जान्थ्यौँ क्या, मतलब त्यो शनिबार जान्थ्यौँ। अनि त्यसपछि 7th सेमलाई गरायौँ। त्यसै गरी त्यो प्रोग्रामहरू गराएपछि उनीहरू इन्ट्रेस्टेड भयो क्या, मतलब यस्तो काम पाउँछ, मतलब गर्न मिल्छ भने सरसँग अरूसँग बसेर गरेको। तर तपाईँसँग मेरो कुरा नि भइसकेको थिएन होइन। मतलब अहिले त अझै फ्लेक्सिबल हुँदै गयो तपाईँको कुरा सुन्दै जाँदाखेरि। अनि मैले भने सर यसो भनिरहेको छ नि स्टुडेन्टले के गर्न सकिन्छ त सरले भन्नु मलाई। त्यसो भए यिनीहरू क्लास कति बजी सकिन्छ भनेर भनेको थिएँ क्या मैले। यिनीहरू 1 बजीतिर सकिन्छ होला भनेर भने 2 बजीदेखि 5 बजीसम्म कलेजमा बस्ने एउटा ठाउँ मिलाइदियो नि त भनेर भनेको थिएँ। म रिजिड भइरहेको छु भन्ने भयो। त्यसो किन मैले त्यो बिलिभै गरेर रहन्छ भन्ने कुरा अब होइन। स्टुडेन्टलाई अब उहाँदेखि आएका छन् अनिखेरि दिउँसभरि कलेज बस्नु त उनीहरूलाई त फ्यामिलीको टाइमहरू पनि त नमिल्ला नि त। अनि म पनि त्यही साथीहरूकै कुराहरूले गर्दा त भने ट्र्याक कसरी गर्ने भन्ने कुराकोमा त पुगेँ नि म त। अनि यदि उनीहरू तपाईँको भने 2, 3, 4, 5 ल 4 घन्टा त बसेँ नि भन्ने कुराको केही न केही त ट्र्याकिङ भयो नि भने भएर मात्रै मैले त्यो सजेस्ट गरेँ जस्तो भयो त। ट्र्याकिङै गरेर मात्रै पनि आउटपुट त आएन नि त। राखेर मात्रै नि काम, राखेर मात्रै पनि त काम भयो। 4 घन्टा उनीहरू गेमै खेलेर बिताइदियो भने के पनि त भएन। उनीहरू त अझ घरै गएर काम गर्न पायो भने त तपाईँको रिसर्चमा होइन यो सिनियर मान्छेहरू पनि बस्नुपर्छ होइन। तर अब बेसिक रिसर्चहरू गर्न त स्टुडेन्ट जतिको फोर्स त कोही पनि छैन। क्युरियस हुन्छन् नि त। अब हामी 10औं वर्ष काम गरिसकेपछि एउटा आफ्नो कम्फर्ट जोनमा बसिसकेका हुन्छौँ होइन। ल कहिलेकाहीँ अब प्रिभिलेज पनि छौँ भनौँ न, आज नगरे पनि हुन्छ भन्ने छ। तर जसले भर्खर सुरु गरिरहेको छ उसलाई त त्यो नलेज, त्यो क्युरियोसिटी, त्यो भर्खरै त्यो ग्राप्स गरौँ, नलेज सकेसम्म धेरै लिउँ, इन्फर्मेसन त्यो गरौँ भन्ने हुन्छ नि त। सो त्यो पनि युटिलाइज हुन्छ। त्यो पनि एउटा
अनि त्यो डेली कलहरूको कुरा नि अलिकति गरौँ न। जस्तो अब म्याक्सिमम मान्छेहरू चाहिँ रिमोटली जान्छ डेली कलमा बसेको हुन्छ, हामी पनि बसिरहन्छ। जस्तो कहिलेकाहीँ चाहिँ रिमोटली गइरहन्छ हामी पनि होइन, कहिलेकाहीँ यसो केही टाइम मिलेन 1-2 महिना जस्तो रिमोटली रिसेन्टली पनि गएको थियौँ, फेरि ब्याक यहाँ आएको कोभिडमा गएर। अनि हामी बिहान एक्चुअली कलमा बस्थ्यौँ, बेलुका एक्चुअली कलमा बस्थ्यौँ, त्यही ह्यासल थियो क्या। ओके सो हामी कलमा कहिले पनि बस्दैनौँ होइन, हाम्रोमा स्ट्यान्डअप भन्ने छैन। तर हामी के चाहिँ गर्छौँ भने हजुरले के काम गर्नुभयो भनेर हेर्नु पऱ्यो भने मैले गएर हेर्न मिल्ने वातावरण बनाइदिएको छौँ भनौँ न। त्यत्रो सबै बनाइसक्नु भएको छ फेरि तपाईँहरूले त्यहाँ होइन। त्यो इम्प्लिमेन्ट गर्दा हामीले रिफाइन गर्दा एउटा प्रोसेस बनाइसकेका छौँ जहाँ चाहिँ अब जस्तो सबै टिम मेम्बरलाई सिङ्कमा राख्नलाई हामीले एउटा डेली बेलुका 6 बजे एउटा क्वेसन अटोमेटिकली सोध्छ क्या होइन, अनि त्यसमा एन्सर लेख्ने। अब त्यो पनि कम्पलसरी छैन, टेक्स्टमा मैले यो गरेँ भने एन्सर दिए मात्रै पनि पुग्यो क्या, जुन डिभाइसबाट भयो, जुन डिभाइसबाट ल्यापटपै बस्नु पर्यो, घरै बसेर काम गर्नु। म चाहिँ के भन्छु भने इम्प्लिमेन्ट गर्नुहोस्, डेली कल पनि इम्प्लिमेन्ट गर्नुहोस् होइन, तर मेजर गरेर हेर्नुहोस् न त। जहिले पनि जेसुकै इम्प्लिमेन्ट गरे पनि म चाहिँ के भन्छु भने तपाईँले त्यसको आउटपुट, इफेक्ट, पोजिटिभ नेगेटिभ सबै चिजहरू चाहिँ हामीले जहिले मिस गर्ने पार्ट चाहिँ अडिट गर्दैन रहेछौँ, अडिट गर्दैनौँ क्या। म चाहिँ के भन्छु भने अडिट गरेर हेर्नु न, इम्प्लिमेन्ट गरेर हेर्नु न होइन। त्यो भइसकेपछि त तपाईँलाई थाहा हुन्छ कि ल यो कलको एक्चुअलीमा आउटपुट त यो भयो नि त, यो त राम्रो रहेछ भन्नुभयो भने त तपाईँले सबै टिमलाई राखेर ल हेर त हामीले यसो गऱ्यौँ भन्न नि हो, यो त कति राम्रो भयो हेर त भनेपछि त उनीहरू कलको लागि एक्साइटेड हुन्छन् नि त। त्यो चाहिँ भन्दैनौँ फेरि हामी। त्यो त तपाईँले त्यो हुन्छ नि, त्यो जहिले पनि हुन्छ नि, त्यो लिने दिनेको जस्तो मात्रै गर्नु भएन भन्छु क्या म चाहिँ। हुन्छ नि एक हात से लिने एक हात से दिएन भने जस्तो गर्नु भएन। त्यो त सकेसम्म अब सधैँ फिजिबल नहोला, तर सकिन्छ भने गाली गर्दाखेरि पनि किन गरे भनेर त मलाई थाहा हुनु पऱ्यो नि त होइन। मैले सिकिरहेको छु भने त मैले ल यसको त इम्पोर्टेन्स रहेछ नि त होइन। यसमा त तिमीले सफ्ट स्किल सिक्छौ, मान्छेको बिहेभियरहरू कसरी बोल्ने, सिनियर्सहरूले कसरी बोल्दा रहेछन् भन्ने थाहा होला होइन, त्यसमा फाइदा छन् नि त धेरै। अनि अब सिम्पल त्यसलाई एकदम अब्लिगेसन बनाउनु पनि परेन नि त। म डेली स्ट्यान्डअपमा आउनु भ्याउँदिनँ भने हाम्रोमा के छ भने तपाईँले डेली स्ट्यान्डअप पनि हुन्छ, एउटा टिम छ हाम्रो, डेली स्ट्यान्डअप हुन्छ। म आफै बस्नुपर्छ बेलुका 9:15 होइन, युएसको एउटा टिममा छु म। तर के छ भने म कलमा बस्न पाइनँ भने म टेक्स्ट लेखिदिन्छु, मैले आज यसो गरेँ ल यहाँ छ हेर्नुहोस् है भनेर। सो ट्रान्सपेरेन्सी भयो भने भइहाल्यो होइन, ट्रान्सपेरेन्सी भयो भने भइहाल्यो। मलाई ट्रान्सपेरेन्सी पनि कस्तो भने म हजुरसँग काम गरिरहेको छु भने हजुरको चिजले मलाई चाहिँ केही नअड्कियोस् है भनेर मैले इम्प्याथिक भएर सोच्दे मात्रै भन्ने पनि पुग्यो क्या है। आखिरमा काम गर्ने त त्यही होइन र हामीले फेरि तपाईँको र मेरो इन्ड गोल त एउटै छ नि त होइन। आइदर त्यो प्रोजेक्ट कम्प्लिट गर्ने होला टिमको होइन, क्लाइन्टसँग हो भने क्लाइन्टको ग्रोथ होला होइन, भनेपछि हाम्रो आउटपुट चाहिँ सेम छ भन्ने कुरा अलाइनमेन्ट मिल्यो भने सजिलो भयो, त्यो सजिलो भयो, इज भयो। त्यही त त्यो मेनली त किन यही कुरा मात्रै गरेन भने म जस्तो अब डिफ्रेन्ट टाइप अफ पिपुल छन् जो चाहिँ अब कोही चाहिँ अफिस आउनु पनि चाहने खालको मान्छे पनि छन्, कोही चाहिँ कम्पनीहरू वर्क फ्रम होम गर्ने कम्पनी छन्। तर मलाई स्टुडेन्ट थ्रो जाँदाखेरि त म त वर्क फ्रम होम बाहेक त मैले त अप्सनै देखिनँ छैन, किनभने त फिजिबलै छैन, एक्जाम हुन्छ, कहिले कहिले के हुन्छ, कहिले टेस्ट हुन्छ, कहिले बिहान टाइम मिल्छ, अनि इक्जामहरू हुन्छ होइन। अनि त्यो इक्जामहरूको ऊ भयो, अनि फेरि स्टुडेन्टहरूले चाहिँ सँगै काम गरायौँ भने चाहिँ के हुन्छ भने उनीहरूले पढेको कुरा र अनि अफिसमा त्यो इम्प्लिमेन्ट गर्न पाउँछन् क्या। त्यसले गर्दा उनीहरूको लर्निङ पेस चाहिँ राम्रो हुन्छ, एकदमै राम्रो हुन्छ क्या होइन। त्यसले गर्दा उसले चाहिँ रिलेट गर्न पाएन, उसले प्रोजेक्ट म्यानेजमेन्ट उहाँ पढिरहेको छ, तर यहाँ आएर चाहिँ प्रोजेक्ट म्यानेजमेन्ट त यस्तो रहेछ नि त, प्रोजेक्टले त एक्चुअल त यस्तो हुँदो रहेछ भन्ने हो देखियो नि त होइन। तर त्यसमा चाहिँ अब कम्पनी चाहिँ एकदम फ्लेक्सिबल भइदिनु पर्ने हुन्छ क्या। जस्तो इक्जाम्सहरू हुन्छ होइन, त्यसमा लिभहरू गरिदिनु पऱ्यो। अब कतिको सेन्सिटिभ वर्कलोड ह्यान्डल गर्छ उसले होइन, 5 दिन बिदा बस्दा कि पाहाडै त हुने जस्तो त गर्नु भएन होइन, अनि फरक पर्दैन भन्ने होइन। अनि अब उसलाई चाहिँ दिने कामको लोड्सहरू त्यही अनुसार डिफाइन गरिदियो भने होइन। जस्तो जहिले पनि एकजना
अब सिनियर्सलाई पनि के हुन्छ भने म चाहिँ इन्डिपेन्डेन्ट गराइदिन्छु अनि त्यसपछि चाहिँ एकजना सिनियरसँग राखिदिन्छु क्या सो उसलाई त के भयो त सिनियरलाई त उसको काम पनि त हल्का भयो नि त उसले के सिक्यो भन्दा त ऊ म्यानेज गर्न सिकिरहेछ नि त सिनियरले चाहिँ होइन एकजना म्यानेज गर्न सिक अनि तिम्रो काम उसलाई लगाऊ जति राम्रोसँग सिकाएर लगाउन सक्छु तिमीलाई त्यति सजिलो हुन्छ तिम्रो वर्कलोड कम हुने भयो नि त भन्ने हिसाबमा पनि जान सकिन्छ इम्प्लिमेन्टेसन चाहिँ कसरी गर्ने भन्ने कुरा अब सिरियस जब मैले चाहिँ के सोचिरहेको थिएँ नि सिरियस जब चाहिँ नदिने जस्तो डेडलाइनहरू त हाम्रोमा त हुँदैन फेरि प्रोडक्टै बनाउने मान्छे सानो चिजहरू दिन मिल्यो नि त जस्तो हजुरले एउटा पेजको एउटा मोडुल मात्र बनाउनु दिनु मिल्यो होइन त्यो मोडुल चाहिँ अनि उसले ल्याएर मर्ज गरिदिनु मिल्यो होइन सानो एउटा सेक्सन मात्रै डिजाइन गर भन्न मिल्यो अथवा कुनै एउटा प्रडक्टको ल यसमा अघि हामीले भने जस्तो कोही ल्याउनु भयो भने ल यसको युजर एक्सपिरियन्स मात्रै कसरी इम्प्रुभ गर्ने त यसलाई रिसर्च गर भन्न सक्नुभयो होइन अनि त्यो रिसर्च चाहिँ हामीले इम्प्लिमेन्ट गऱ्यौँ ल यहाँ हेर यसरी इम्प्लिमेन्ट गऱ्यौँ भनेपछि उसलाई अझ एक्साइटमेन्ट हुने भयो होइन पर्सपेक्टिभहरू आउँछ कि मैले नसोचेको मैले चाहिँ फिल गरेको हाम्रो यो छ अहिलेको प्रोसेस ल यसमा तिमीले रिसर्च गर नि त हामी अहिले चाहिँ प्रडक्ट टेस्टिङ यसरी गर्छौँ यसलाई अटोनोमस वेमा टेस्ट गर्ने केही मेथडहरू छ कि आइडेन्टिफाई गर नि त भन्न पाइयो नि त जस्तो रिसेन्टली हामीले त्यही ट्राई गरेका थियौँ कि हुन्छ नि अब स्ट्याटिक कोडहरू एनालिसिस गर्ने टुल्सहरू जति पनि अभाइलेबल रहेछ हामी त्यो त्यतातिर काम गर्दा गर्दा हेर्नै भ्या हुँदैनौँ रिसर्चै गर्ने त्यतातिर टाइम छुट्टाएकै हुँदैनौँ होइन सो त्यसरी हेर्न मिल्यो त्यसरी मिल्यो त्यो पनि मिल्यो त्यही त अब यो गाह्रो चाहिँ केमा हुन्थ्यो जस्तो लागिरहेको थियो क्लाइन्टको वर्क गर्दाखेरि चाहिँ क्लाइन्टहरू क्लाइन्ट वर्कमा चाहिँ त्यही अघि हामीले भने जस्तो रेस्पोन्सिबिलिटी चाहिँ फुल टाइम लिडको हुन्छ क्या त्यो चाहिँ फुल टाइम लिडको हुन्छ क्या होइन किनभने उसलाई त हेल्प गर्न एक्स्ट्रा रिसोर्स दिइरहेको जस्तै हो क्या उसलाई पनि प्रेसर दिने उसलाई हेर्नु पनि छ अनि उसको पनि त्यो अझै त्यो चाहिँ लेभरेज गरिदिनु पर्यो जस्तो हायरार्की राम्रो बनाउनु पर्यो कम्पनीको त्यो हायरार्की त्यस्तो कम्प्लेक्स हायरार्की छैन तर हजुरले कसैलाई ल्याइदिनु भएको छ भने ल यो चाहिँ तिमीलाई हेल्प गर्न ल्याइदिएको मान्छे हो न कि त्यो हुन्छ नि उसले नै सबै गर्छ भने अब त्यो बिस्तारै ट्रान्जिसन भएर उसको कामले हजुरलाई रिजल्ट त दिइ नै हाल्छ सो अब त्यसको त फेरि विकल्प छैन नि त होइन हामीले देखिराखेको के भने कोही मान्छे हजुरको मतलब 2 महिना काम गरिसकेपछि 3rd मन्थमा त उसले आउटपुट दिन्छ कि त हजुरको प्रोसेसमा फ्ल छ होइन भने त त्यहाँ त्यो रिजल्ट नदिनुको त के विकल्प आइ नै हाल्छ त्यसलाई हजुरले युज कसरी गर्नुहुन्छ त्यो रिजल्टलाई त्यो आउटपुटलाई अनि मेन्टरिङ कसरी गर्नुहुन्छ होइन अब यो चिजहरू चाहिँ अब हामी अलिकति धेरै काम गरिसक्या भएर हामीलाई इज होला भर्खरको स्टार्टअपहरूमा चाहिँ फेरि आफै सिक्दै गर्दाखेरि त्यो पनि नहोला तर त्यसमा पनि फिगर आउट गर्न सकिन्छ होला तर अब अलिकति पेसेन्स अलिकति ओपननेस अलिकति ट्रस्ट होइन विदाउट एजम्सन गर्नुपर्छ होला अनि कामको केसमा चाहिँ हामी एउटा रुल जस्तै छ हाम्रो जसले डेलिगेट गर्यो उसले भेरिफाई गर्नु पर्यो भन्छौँ क्या हामी त्यो पनि डेलिगेट बट भेरिफाई भन्छौँ क्या सो हजुरले मलाई केही चिज भन्नुभयो भने अब मलाई हजुरले बोलाउनु भयो म अघि हजुरले मलाई एक कल गर्नुभयो नि त त्यो भने भेरिफिकेसन हो क्या तपाईँ टाइममै हुनुहुन्छ कि हुँदैन भन्ने कुरा त म यहाँ पुगेँ भन्ने बित्तिकै हजुरलाई थाहा भइसक्यो नि त ल यति मिनटमा हाम्रो यो सुरु गर्न सकिन्छ सो भेरिफिकेसन चाहिँ हामी त्यसरी लिन्छौँ भनौँ न त्यो त अर्कै खालको पो भयो त यो त त्यसो त यो जेनरल क्लासिक कम्पनीभन्दा फरक हुने भयो यो त अलिकति फरक हुन्छ यसमा मैले धेरै नै फरक देखेँ भने एकदम हायरार्किकल केही हुँदैन हजुरले उसले मलाई काम लाउने भन्ने टाइपको भएन होइन सबले सबलाई हेल्प गरिरहेछ गोल भने चाहिँ सकाउने ग्रो गर्ने रिसर्च गर्ने टाइपको हुने भयो होइन अब प्रोडक्टमा चाहिँ हामी त्यति धेरै छैन हामी अहिले प्रोडक्ट चाहिँ हामी क्लाइन्टको लागि बनाइरहेछौँ क्लाइन्टको लागि बनाइरहेछौँ अनि त्यो प्रोडक्ट बनाउँदाखेरि हामी स्प्रिन्टहरू लक गरिदिन्छौँ फ्लेक्जिबलै हुनु पऱ्यो भन्ने हिसाबले होइन त्यसमा चाहिँ प्रपर त्यो स्प्रिन्ट एज इन हुन्छ नि त्यो कम्प्लेक्स प्रोजेक्ट म्यानेजमेन्ट सिस्टममा पनि जाँदैनौँ अजाइल भनेर त्यो भर्खरै स्ल्याकमै टास्क पठाइ यता पनि त्यो पनि गरेर हेऱ्यौँ फेरि त्यो नगरे होइन नगरे चाहिँ होइन तर त्यसलाई
सकेसम्म हामी चाहिँ के भन्छौँ भने कसैले केही चिज भन्यो भने पहिला बेस क्याम्पमा हुनुपर्छ, होइन भने त्यो काम होइन भन्छौँ क्या। त्यो पनि है। तपाईँले मलाई केही चिज भन्नु पऱ्यो भने तपाईँले मलाई त यसै फ्यासै भनिदिएर हिँड्नुहुन्छ। मैले डकुमेन्ट गर्नुपर्ने हो भने ठिक छ म गरिदिन्छु, तर म के गर्छु भने म लगाएर राख्छु अनि म लेखिदिन्छु हाम्रो कन्भर्सेसन यो भएको थियो, यो टास्क गर्नुपर्ने होइन भन्छु, अनि मैले गरिसकेपछि म हजुरलाई रिअसाइन गरिदिन्छु क्या। हाम्रोमा 2-3टा प्रोसेसेसहरू छ। तपाईँले टास्क आफै बन्द गर्न पाउने नपाउने होइन, कतिको अब टास्क चाहिँ कतिको त्यो तपाईँको लागि कति भ्यालु राख्छ भन्ने कुराले डिफाइन गर्ने भयो। तपाईँको एकदमै खतरा अब क्लाइन्ट छ, फर्चुन 500 क्लाइन्ट छ भने उसले तपाईँलाई त्यही भेरिफिकेसनको पैसा तिरेको छ भने त्यसमा त हजुरले इनपुट दिनु पऱ्यो होइन, पऱ्यो नि त। सुपरभिजन चाहिँ तपाईँको कसरी आउने भयो भनेपछि तपाईँको सुपरभिजन अलि स्टेप बाई स्टेप आउने भयो। त्यसमा स्टेप बाई स्टेप आउने भयो। एकजना मात्रैको बढ्न नपर्यो। सुपरभिजन चाहिँ कस्तो भने तपाईँले माग्नु भयो भने मात्रै मैले दिने भएँ क्या। तपाईँले मलाई यो हेल्प चाहियो भन्नुभयो भने मैले हजुरलाई केही चिज दिँदैछु। काम भने के त भने हामीले एउटा प्रोजेक्ट लियौँ, त्यसको क्लाइन्टले मलाई दिएको जस्तै मैले पनि राम्रोसँग ब्रिफ बनाएर हजुरलाई दिएँ। अब हजुरले आफ्नो 3टा टिम मेम्बरमा डिस्ट्रिब्युट गरिदिनु भयो। त्यो टिम मेम्बरलाई हेल्प चाहियो कि चाहिएन भनेर म गई सोधी बसिनँ क्या। मैले के भयो भनेर म बदर गरिनँ क्या। उसलाई मैले टास्क दिएँ, उसले के भने म यो टास्क चाहिँ यति दिनमा सकाउँछु भनेर उसले मलाई भनेपछि मैले माने, ट्रस्ट भयो होइन। अनि मैले उसले सक्यो कि सकेन भन्ने कुरा चाहिँ कसरी थाहा हुन्छ त भन्दा उसले त फिडब्याक लेखिरहेको हुन्छ नि त त्यहाँ। हजुरले गएर त कोड त हजुरले पुल गरेर हेर्न मिल्यो, काम फाइल छ भने फाइल हेर्न मिल्यो, डकुमेन्ट रिसर्च गरिरहेछ भने रिसर्चको डकुमेन्ट चाहिँ कमन एउटा इमेलमा सेयर गरिरह होला, त्यहाँ गएर हेर्न मिल्यो। अनि यो डकुमेन्ट यहाँ छ भनेर राख्दै हुन्छ प्रोजेक्टमा होइन। इन्फर्मेसनको सबै ओपननेस एक्सेस हुने बित्तिकै हजुरले कसैलाई गएर सोधिराख्नै पऱ्यो नि, ए ल यति गर्नुभएछ, ल वी आर अन ट्र्याक। अब कहिलेकाहीँ चाहिँ मलाई गाह्रो हुन्छ भने उहाँले आफै भन्नुहुन्छ मलाई यस्तोमा हेल्प चाहियो भनेर, अथवा चाहिँ हामीले आफै गएर एज अ सिनियर हजुरले के आइडेन्टिफाई गर्न सक्नुहुन्छ भने ए ल यो चाहिँ अलि रिस्की भइसकेको छ भनेर हजुर आफू अनबोर्ड भएर ल के हेल्प चाहिन्छ भनेर सोध्न सक्नुहुन्छ होइन। त्यो वर्किङ मेकानिजम चाहिँ डिफ्रेन्ट हुन्छ। त्यो यस्तो भयो। त्यसमा तपाईँको नेपालको जुनै पनि कम्पनीले गर्न सक्ने काम हो सक्छ यो चाहिँ जुनै नेचरको पनि नि गर्न सक्छ। सफ्टवेयरमा चाहिँ सफ्टवेयर हाम्रो जस्तो टेक कम्पनीहरूले गर्न सक्छ। अब कतिपय केसेसमा चाहिँ हजुरको कस्तो हुन्छ भने क्लाइन्टको कम्प्लायन्सेसहरू हुन्छ, जस्तो सर्भर रुम हुनुपर्छ होइन, सेक्युरिटी हुनुपर्छ। इभन तपाईँ युएस हेल्थ केयरमा काम गर्नुहुन्छ, उनीहरूको आफ्नो कम्प्लायन्सेस होला, घरको वाल यति हुनुपर्छ, हाइटको हुनुपर्छ, सेक्युर हुनुपर्छ, त्यस्ता कम्प्लायन्सेसहरू छ जुन फिजिकल। जस्तो हाम्रो नेपालकै पनि प्रडक्ट बनाउने हुनुहुन्छ भने नेपालकै सर्भरमा हुनुपर्छ भन्ने पनि छ कतिवटा। जस्तो आइआरडीको चाहिँ लागि हजुरले भेरिफाइड अकाउन्टिङ सफ्टवेयर चाहियो भने नेपालकै सर्भर हुनुपर्छ भन्ने होला, डेटा सेक्युरिटीको कुरा होला होइन। त्यसको लागि चाहिँ अब त्यसको पनि कम्पोनेन्ट एस्पेक्टहरू आउटसोर्स गरेर मतलब वर्क फ्रम होम गरेर हेर्न मिल्छ त्यही त। अनि त्यस्तो छ। अब त्यो यदि हजुरको कम्प्लायन्सेसले त्यो गराउँदैन भने त सकिन्छ भन्छु म चाहिँ। सकिन्छ क्या होइन, सकिन्छ। अनि मेन भनेको तपाईँको हायरिङमा चाहिँ एकदम धेरै यहाँ प्रब्लम नेपालमा मान्छे पाएन भने मान्छे लास्टै धेरै छ नि, अथवा मान्छेहरू सबै त्यहाँबाट उत्पादन भएर विदेश गइरहेको छ, तिनीहरूलाई हामीले क्याच गर्न सकेका छैनौँ त्यसरी। अब त्यसलाई पनि हुन्छ नि, हामीले त्यसलाई किन इम्प्रेस नगरे भने क्या मैले चाहिँ। सो मान्छे आउँछ अनि जान्छ भनेर एक्सेप्ट गरेरै सिस्टम डिजाइन गरे हुँदैन भने क्या। ओभरअल कम्पनीकै सिस्टम है, ओभरअल कम्पनीकै सिस्टम चाहिँ डिजाइन गरे हुन्छ होला नि त होइन। जहाँ चाहिँ हजुरको आउँछन् जान्छन् त्यो त अब के फरक पर्छ र गएर भने क्या मैले चाहिँ। सो फरक के पर्यो त, ल त्यसैमै डिस्कस गरौँ न एकछिन होइन। सो म हजुरकोमा जोइन गरेँ, म 3 महिना मेरो I-20 आयो, म गएँ। हजुरले मलाई मैले काम गर्ने जेलसँग मैले काम गरेर दिएको छँदैछु, हजुरले मलाई त्यो 3 महिनाको पैसा दिनुपर्ने दिनु भइहाल्यो होइन। त्यो सधैँभरि त्यो मान्छे मेरो कम्पनी भनेकै त्यही त हो नि, त्यसमा मान्छे आउँछन् र जान्छन् होइन र
कोही अलि धेरै समय बस्लान्, कोही अलि थोरै समय बस्लान्। त्यसलाई किन त्यत्रो त्यो बर्डन त्यो ओनरले पनि लिनु परेन, काम गर्ने मान्छेले पनि। अनि हामीले त्यो कल्चर बिगारेका छौँ नि त होइन। अब सुरुमै भन्यो भने विदेश अप्लाई गर्दैछु भने जबमै नराख्ने हो कि होइन, त्यस्तो हुन्छ नि त। अहिले चाँडै भन्दै त्यो गर्न पाइयो होइन, प्रिपेयर गर्न पाइयो नि त। त्यही कुराले गर्दाखेरि त नि रिस हो नि भने अब भोलि जान्छ आज भन्यो भने त अब चाहिँ रिस हुने क्या। तर अघि चाहिँ भन्यो भने त अर्को मान्छे हायर गर्दै ल्याउनु पायो। हामीले के पनि भन्छौँ भने अलिक सिनियर मान्छेहरू हुनु तपाईँलाई जति सक्दो चाँडो थाहा हुन्छ भन्नुहोस्, हामी त्यसलाई इज गराइदिन्छौँ नि त होइन। आरामले ट्रान्जिसन गर्न पाइयो नि त। सँगै अर्को एउटा मान्छे तपाईँ कोही काम गरिरहेको छ उसको अल्टरनेटिभमा कोही काम गर्ने ल्याउने, त्यो रेस्पोन्सिबिलिटीलाई बेयर गर्ने अर्को मान्छे ल्याउने त हो नि। जस्तो हाम्रो एकजना भर्खरै 4-5 महिना 6 महिना अगाडि जानुभयो, 12 वर्ष सँगै काम गरेर युके जानुभयो होइन। मैले उहाँ युकेमा नि काम खोजिदिनलाई ट्राई गरेँ होइन, अथवा उहाँ फ्रिल्यान्सिङ गराउन ट्राई गरेँ। त्यहाँको नेटवर्क छ भने त्यहाँ सिभी पठाइदिएर रिच आउट गर्न सकेँ। उहाँले मलाई 4 महिना अगाडि नै भन्नुभयो, हामीले प्लान गऱ्यौँ ल तपाईँको I-20 आयो, त्यो भिसा लाग्यो भने यसो गर्ने, नलाग्यो भने यसो गर्ने, अहिलेलाई यसो गरौँ, हामी हाम्रो टिममा रिस्क म्यानेज गरौँ होइन। तपाईँको कोही अर्को टिमको मान्छेलाई बरु तपाईँ छुट्टी लिँदाखेरि तपाईँको पार्टको पैसा चाहिँ हामी उहाँलाई ओभरटाइम जसरी दिउँ न होइन। त्यो ओपननेस त हो नि। मैले तपाईँको काम गर्दै मैले तपाईँको पैसा पनि मैले पाएँ नि त। सर्ट टर्म मलाई हेल्प गरिदियो नि त एज अ कलिग, मेरो त यस्तो छ प्रोसेस भन्न पाइयो नि त। पायो त्यही त। त्यो होइन छोड्छु भन्नै नपाइने अब त्यो हुन्छ। त्यो मैले पनि त्यो एक्सपिरियन्स गरेको चिज हो। मलाई पनि डर लाग्थ्यो, मान्छेले हायर गर्यो होइन, सिकेर गइहाल्छ ल, मेरो त इन्भेस्टमेन्ट उठेन। अब त्यो चाहिँ अब जस्तो त्यो चाहिँ के थियो भने जस्तो हामीले पहिला गर्दा हजुरले रिसोर्स कति इन्भेस्ट गर्नु पर्थ्यो क्या। अहिले हजुरको सिस्टम नहुने मान्छे हुँदैन टेकमा होइन। अब पहिला जस्तो मैले 2012-13 कम्पनी चलाउँदाखेरि हजुरले लोड सेडिङ पनि त्यस्तै हुन्थ्यो। ल्यापटप किनिदिनु पऱ्यो भने ल्यापटप त्यही अनुसारको हुन्थ्यो, डेस्क दिनु पऱ्यो, इन्टरनेट एकदमै महँगो थियो, त्यो इनिसियल इन्भेस्टमेन्ट नै हाई थियो। अब अहिले त त्यस्तो हजुरको इभन अब सबैले आफ्नै ल्यापटप चलाएर होला होइन, कम्पनीले किनेर दिनुपर्ने जस्तो पनि छैन क्या। यदि हजुरको रिक्वायरमेन्ट छैन, मेरो आफ्नो रिक्वायरमेन्ट कम्पनीको छैन भने अहिले ल्यापटप त सबैजनासँग छ त्यही त होइन। त्यो त रिसोर्स हो नि त, त्यसलाई त युटिलाइज गर्न सक्यो नि त होइन। हजुरसँग मैले 2टा ल्यापटप दिएँ भने त 2टा चलाउनु त होइन नि त। बरु के गर्ने भने हजुरको बिग्रिसकेपछि हामी त्यसमा किन्नलाई हेल्प गरिदिन्छौँ, किन हामीले पहिला तपाईँको ल्यापटप चलाएको थियौँ नि त होइन। त्यो त सोच्न त्यसै सोच, हामी चाहिँ त्यसरी सोच्छौँ, हाम्रोमा त्यस्तो प्र्याक्टिस छ कि बिस्तारै बिस्तारै बढ्दै जान्छ। जस्तो हजुरले ल्यापटप सुरुमा आफ्नै चलाउनु भयो, सर्टेन टाइमपछि 1 वर्ष भयो हजुरको ल्यापटप बिग्रियो, अब हामी अप्सन दिन्छौँ। हामी फुल किनेर दिएपछि तपाईँ हामी पहिला पछि फिर्ता गर्ने कि तपाईँ राख्ने, हामी कन्ट्रिब्युट गरिदिउँ। किनभने हामीले तपाईँ 1 वर्ष ल्यापटप चलायौँ होइन, त्यसको बाबत हामी तपाईँलाई यो गरिदिन्छौँ, किन्नलाई हेल्प गरिदिन्छौँ, सपोर्ट गर्नु भने फ्यामिली भनेको त्यही त हो नि। यदि कल्चर भनेको त्यही हो, त्यो भनेको त्यही हो। अरू त अब तपाईँको म्याक्सिमम् मान्छे डराउनु कारण त्यो छोडेर गयो भन्ने कुरा डराउनु कारण चाहिँ के भयो भने अब अघिल्लो टाइपहरूमा कसरी अब प्रोडक्ट कम्पनी गरेको छ नि, त्यही प्रोडक्टको अर्को कपी गर्ने, अर्को त्यो गर्ने, त्यस्तो कामले गर्दा भयो। तर सुन्नु न, इभेन्चुअली खतरा भयो नि त त्यसले इकोसिस्टम। यही हामीले वर्डप्रेसकै इक्जाम्पल लिउँ न। जस्तो मैले सम्प्रेसन भन्ने थिम रिलिज गरेँ मेरो टिमले होइन, 1 मिलियन चल्यो, ऊ थिम चल्दो रहेछ भन्ने भयो नि त। हामीले 2000 सुरुमा गर्दाखेरि तपाईँले त नाम पनि त पाउनुभयो नि त होइन। इन्टेन्जिबल वेमा त हजुरले ल ओहो यिनीहरू त फर्स्ट वर्डप्रेस थिम .orgमा हाल्ने मिलियन डाउनलोड हुने सम्प्रेसन भन्ने भयो नि त। त्यो बेलामा त त्यो हल्का पिट्यो नि त। होइन, त्यो बेलाको मात्रै सोच्नु पऱ्यो। त्यसले के क्रिएट गरिदियो भन्दा इफेक्ट क्रिएट गर्यो नि त। त्यसले वेभै क्रिएट गर्यो नि त। 20वटा थिम कम्पनी खोल्यो नि त। मैले अब नाम लिन्न होइन, मलाई नै सोधी मेरो प्रडक्ट चाहिँ फ्लप भयो होइन। खतरा मन्थली 20,000 कमाउने पनि छन् क्या। मसँग सोधी मैले भनेकै टेक्निक अप्लाई गरेर क्या होइन। त्यो त अब जस्तो कल्चर पनि फेरि हो, यही त्यही हामी कुन हाम्रो देश हाम्रो ठाउँ कस्तो छ त भन्नेमा आयो नि त होइन। किनभने हामीले त्यतिखेर
ल त्यो गरेको भए अर्को खोल्दैन थियो होला होइन मैले जस्तो जहिले उज्जवल दाइलाई सम्झिरहेको हुन्छु होइन उज्जवल दाइले ल भाइ यसरी हो काम ल्याउने भनेर मलाई नसिकाइदिनु भयो भए मैले कम्पनी खोल्ने आँट आउँदैन थियो होला नि त मलाई उज्जवल दाइ उतैबाट आउनु भयो तपाईँ के थियो त्यो कम्पनी डिजिटल म्याक्सबाट म डिजिटल म्याक्स गरेँ मैले नाइट सिफ्ट गर्थेँ म डिजिटल म्याक्समा त्यही त डिजिटल म्याक्सबाट धेरैजना मान्छे हो त त्यो कल्चर हो नि त त्यो त होइन उहाँले ल यिनीहरूले थाहा पाउलान् कि कहाँबाट अमेरिका भन्ने ठाउँबाट कहाँ यसरी काम ल्याउँदो रहेछ भन्ने त्यो लुकाउनु भयो भए आफैले मात्रै कन्ट्रोल गरेर भयो है यहाँ अहिले अर्को 20वटा आइटी कम्पनी खोल्दै थियो है अहिले त नेपालमा त होइन धेरै छ नि आइटी कम्पनी होइन एक्ज्याक्टली त्यसकै त पोडकास्ट गरेर बसिरहेको छ हामी यहाँ नत्र मै पनि हुँदैन होइन सो त्यसले त अल्टिमेटली एउटा राम्रो इफेक्ट क्रिएट गर्ने भयो होइन अनि तर कस्तो पावरफुल छ क्या त्यो कुरा होइन किन पावरफुल छ भने हजुरले इन्डस्ट्री नै डिस्टर्ब गर्न सक्ने प्लान गर्न सक्नुहुन्छ क्या जस्तो हामी ट्राभल निस्मा काम गर्छौँ नेपालको होइन हामीले रियाक्टमा गर्ने ल्याइदिउँ क्या होइन अहिले लगभग ट्राभलको सब साइट रियाक्टमा बन्न थाल्यो है अनि त्यसले त त्यो कत्रो पावर होल्ड गर्नु हुँदो रहेछ नि त तर हामीलाई सुरुमा गर्न चाहिँ अब गाह्रो भयो होला होइन अलिकति कन्भिन्स गर्न गाह्रो भयो होला तर त्यसले त टेक्नोलोजीमा पनि रियाक्टको बढायो होइन एन्टरप्रेनर्स अब ट्राभल एन्टरप्रेनर्सहरूलाई पनि ओहो कम्पिटिटरले गरिरहेछ मैले नि गर्नुपर्छ भन्ने आयो होला त्यसमा तपाईँको रियाक्टमा अप्टिमाइजेसनको कुरा देखेर स्पिडको कुरा देखेर सबै कुरा ब्याक एन्ड अर्कै लेयरमा बस्नु भयो होइन ल्यारेबलमा बनाउन थाल्यौँ वर्डप्रेसलाई पनि हेडलेस गर्न थाल्यौँ होइन सो त्यसले त अब यो चाहिँ फेरि कस्तो भने हजुरको आफ्नो पर्सनल बेनिफिट भन्दा माथि गएर सोच्नु पर्यो त्यो कलेक्टिभ बेनिफिटको रूपमा इन्डस्ट्रीको बेनिफिटको रूपमा अनि त्योभन्दा माथि गएर देशको बेनिफिटको रूपमा त्यो कति वर्षपछि आउँछ त्यसो सोच मतलब मान्छेको कम्पनीको बिजनेस स्टार्ट गरेर सो त्यो चाहिँ माइन्डसेटको कुरा होला माइन्डसेटको कुरा किनभने हाम्रो ग्रो अप त्यसरी भएन नि त होइन त्यो पनि होला अब इट डिपेन्ड्स अब इन्डिभिजुअलमा पनि डिपेन्ड हुने होला त कति कुराहरू अथवा चाहिँ अब जस्तो हामीले आज एउटा डिस्कसन स्पार्क गऱ्यौँ भने यो डिस्कसन पछि आउने थट वाइ नट लेट्स गिभ इट अ ट्राई यो मान्छेले त गफ चाहिँ हान्यो हो कि होइन रहेछ त भन्ने पनि त आउला नि त कसैले मलाई चेक गर्नलाई पनि कसैले गरेर हेर्ला नि त होइन किनभने अब म अलि अप्टिमिस्ट छु भनौँ न त्यो कम्युनिटी वाइज त्यो वाइज हेर्दाखेरि त लास्टै ठुलो कुरा हो नि अनि कम्युनिटीमा यस्तो कुराहरू खासै सेयर पनि हुँदैन मान्छे सेयर चाहिँ किन गर्दैन त्यस्तो कुरा क्या आई डोन्ट नो किन त्यो चाहिने कुरा यही हो नि त खासमा तपाईँको मैले अहिले यहाँ इभन वर्डप्रेसकै कम्युनिटीमा लिड गरेर मान्छेहरूलाई मैले HTML CSS पढाएको छु कि कतिजनालाई होइन त्यस्तो तर त्यो त मैले नलेज त मसँग राखेर बढ्दैन अनि फेरि हजुर जति इन्सेक्योर भए पनि हजुरको इम्प्लोइले गएर अर्को कम्पनी खोले पनि हजुरको बिजनेस सेयर लाने होइन नि त उसले त एक्स्ट्रा अझै थपेर ल्याउँछ नि त रमाइलो कुरा त हामी त हाम्रोबाट गएको इम्प्लोइसँग पनि फ्रिल्यान्सिङ गरेर दिइरहेको हुन्छौँ क्या प्रोजेक्ट किनभने हामीलाई त प्रोजेक्ट बुझाउनु कस्तो सजिलो हुन्छ सिस्टम बुझाउनु कस्तो सजिलो हुन्छ होइन अनि जस्तो साथीभाइको कम्पनीमा पनि दिइरहेको हुन्छौँ होइन अब त्यसको ड्रब्याक पनि छ मैले एकजना साथीको कम्पनीमा दिएको थिएँ उसले क्लाइन्टै लिएर गयो होइन अब तर केही फरक परेन म अर्को लिएर आउँछु भन्ने हुन्छ नि त मान्छे चिने उसले पनि सिक्ला त्यो सर्ट टर्म भयो त्यो अब त्यो एउटा इक्जाम्पललाई लिएर मैले अब संसारको कसैलाई पनि ट्रस्ट नगर्ने भन्ने कुरा हामी अहिले पनि यहाँ कति सानो एजेन्सिजहरूसँग काम गर्छौँ होइन भेन्डरहरूसँग काम गर्छौँ मेरो स्ट्रेन्थ काम ल्याउन सक्ने हो भने हजुरको प्रडक्ट बनाउन सक्ने रहेछ भने वाइ नट बनाउँ प्रडक्ट भन्नेमा जान्छौँ होइन मैले बेच्न सक्छु होला हजुरले बनाउन सक्नुहुन्छ होला कोलाबोरेसन चाहियो त्यही त कोलाबोरेसन चाहियो सबजना मान्छे त अन्त त्यो कसैले कसैले त सुरु गर्नु परिहाल्यो पर्फेक्ट हुँदैन तर एउटा काममा चाहिँ एकजना मान्छे सधैँ पर्फेक्ट हुन्छ क्या होइन एउटा मात्रै काम होइन अब त्यो जोडिएन भने त त्यो त चेन्जै भएन नि अनि यो पोडकास्ट गर्दै जाने क्रममा पनि क्या विभिन्न सरहरूसँग भेट भएको सरहरूमा किसिमको सरहरू चाहिँ अलिकति वर्डप्रेसतिर अलिकति थिए मलाई वर्डप्रेस चाहिँ मिटअपमा लिएर जाने सरहरू क्या रवि श्रेष्ठ सरहरू हुनुहुन्थ्यो होइन अनि मिटअपमा मलाई लिएर जानु भएको थियो सकिन दाइहरूको मिटअप थियो त्यहाँबाट वर्डप्रेस गर्ने सुरु गरेको थिएँ अनि त्योभन्दा बाहेकका अरू सरहरूसँग मैले मेरो स्कुलकै सरहरूसँग कुरा गरेँ अनि भाइहरू थिए अरू उनीहरूले पढाइरहेको अथवा यता पब्लिक के थियो भ्याली पब्लिक स्कुलका सरहरूसँग कुरा गरेको थिएँ के भन्नुभएको थियो भने सरहरूलाई अलिकति थाहा नभएको झन् मलाई त झन् कति कुरा थाहा रहन्छ तपाईँले भनेपछि अझै कुरा मलाई थाहा हुँदै गयो होइन अनि यसरी आफूले जानेको कुरा सबैलाई भन्दै गएपछि आफूले चाहिँ के कमाएर खाने त भनेर भन्थ्यो होइन त्यस्तो हुँदैन किनभने यो हजुरको जस्तो मैले अस्ति एउटा लिङ्क्डइनमा पनि लेखेको थिएँ हजुरले
एभ्री डे इन्टरनेटको रिच पनि त बढिरहेछ नि त, एभ्री डे नयाँ जब्स पनि त क्रिएट भइरहेछ नि त, एभ्री डे नयाँ नयाँ चिज पनि त आइरहेछ नि त होइन। सो लेट्स से अहिले भनौँ ल वर्डप्रेसकै पनि कति के कुरा भइरहेछ होइन, जस्तो एआईले के गर्यो भन्ने छ होइन। तर अब जे गरे पनि मेरो निशमा मैले गर्नेमा मलाई मेरो म चाहिँ के छु भने मेरो कम्पनीमा कति प्रफिटेबल हुनुपर्छ, त्यो कुन लेभलको पैसा त्यसले कमाएर दिनुपर्छ भन्नेमा म क्लियर छु क्या। जस्तो मैले तपाईँलाई तपाईँको प्रडक्टले कति कमाउनुपर्छ भनेर सोधेँ भने तपाईँ क्लियर हुनुपर्छ भन्छु क्या म। अनि त्यो क्लियरिटी छ भने हजुरले त्यो गोलको लागि काम गर्न सक्नुहुन्छ। अनि त्यहाँ मिट भएपछि हजुरले त्यसलाई फेरि 100%ले डबल गर्न पनि पाउनुहुन्छ। बिजनेस भनेकै त्यही हो होइन। तर हजुरले गोल सेट गर्नु भएको छैन भने हजुर कहिले पनि त्यो त्यहाँ कसरी पुग्ने त भइरह मोडमा सस्टेन ग्रो भएन। अब कहिलेकाहीँ धेरै पनि आइरह होला, कहिलेकाहीँ थोरै पनि आइरह होला, तर अघिकै अडिटकै कुरा गरौँ न, हो त्यो हामी गर्दैनौँ, मैले देख्दिनँ होइन। म चाहिँ के भन्छु भने जुनसुकै चिज भने पढ्दाखेरि पनि स्टुडेन्टलाई चाहिँ 2 घन्टा पढ्दाखेरि कति बुझिँदो रहेछ, 10 घन्टा पढ्दा कति बुझिँदा, त्यो सेल्फ अब्जर्भेसनको हुन्छ नि। मैले कति बुझ्दा रहेछु, हजुर र म सँगै बसेर 2-2 घन्टा पढ्यौँ भने हजुरले एकदम धेरै बुझ्न सक्नुहुन्छ, मैले एकदम थोरै बुझ्न सक्नुहुन्छ। तर त्यही चिज चाहिँ मैले 8 घन्टा पढेँ भने हजुरभन्दा बढी बुझ्न सक्छु नि त। सो टाइम इफोर्टको कुरा होइन। कम्पनीमा पनि त्यही हो। जस्तो हामी त फेरि भर्खरै बिजनेस कम्पनी सुरु गरिरह भएर यो चिजहरू एक्सपिरियन्स गर्दै गइरहेका छौँ पनि भन्छु क्या। अब जस्तो बिजनेसको प्रफिट कति सेट गर्नु पर्ला होइन, कति कमाउने भन्ने टार्गेट बनाउनु पर्ला। अनि त्यसको लागि चाहिँ सेल्समा फोकस गर्नु पर्ला कि ल हाम्रो चाहिँ डकुमेन्टेसन राम्रो रहन्छ र प्रोडक्टको भन्ने होला होइन, अथवा हामीले 2टा फिचर चाहिँ अरूभन्दा त्यो गरेर रहन्छौँ भन्ने होला, अथवा सेल्समा फोकस गरेर रहन्छौँ, एसइओमा फोकस गरेर रहन्छौँ, अथवा पेड एड्समा फोकस गरेर रहन्छौँ भन्ने होला, अथवा डाइरेक्ट लिङ्क्डइनमा रिच आउट गऱ्यौँ भने चाहिँ यो हुन्छ भन्ने होला, अथवा हाम्रै प्रडक्ट अफिलिएट गरायो भने चाहिँ हाम्रो सेल्स बढ्छ होला भन्ने होला। सो अब उयो 10 रुपियाँको 10% र 1 करोडको 10% भने जस्तो हुन्छ क्या, फरक पऱ्यो नि होइन। तपाईँको पहिला त्यो गोल सेट हुनु पऱ्यो अनि मात्रै मान्छे लाग्छ भन्ने कुरा भयो। गोल हजुरले बनाउनु भयो भने चाहिँ त्यो चाहिँ कस्तो भयो भने म अब यहाँ आज म पोखरा जाँदैछु भन्ने कुरा पहिला हजुरले डिसाइड गर्नुभयो। अनि त्यसपछिको प्रोसेस चाहिँ के हो त भन्दा हजुर प्लेनमा जाने कि प्राइभेट गाडीमा जाने कि टुरिस्ट बसमा जाने कि लोकल बसमा जाने कि, अनि हजुरले बल्ल त्यो प्रोसेसमा बल्ल इन्भल्भ हुन पाउनुहुन्छ। हामी चाहिँ त्यहाँ जाने नजानेमै डिसिजनमा डिलुजनमा बसिरहन्छौँ होइन। अनि तर पुग्न त अब हजुर पोखरा जानलाई पहिला नगरकोट गएर अनि घुमेर फर्केर जान नि मिल्यो नि त भनेपछि त अप्टिमाइज गर्न पाउनु भएन भन्ने कुरा। मैले जस्तो मेरो कम्पनीले चाहिँ महिनाको यति पैसा कमाउनु पर्छ भनेर सोचेँ मेरो अनि त्यसपछि त मैले के सोध्छु त मेरो रिसोर्स कति छ भनेर सोध्छु होइन, मेरो क्षमता कति छ भनेर सोध्छु, अनि त्यसपछि मैले कति काम ल्याउनु पर्छ भनेर सोध्छु, अनि यो काम ल्याउने मान्छे मसँग छ कि छैन भनेर सोध्छु। यो ल्याउने प्रोसेसमा अर्को काम आयो भने लिने कि नलिने मलाई थाहा हुन्छ त्यही त होइन। यो त सबै चिज डिफाइन बिस्तारै हुन्छ अनि हजुरलाई त एउटा आउँछ। अब त्यस्तो खालको प्लान गर्दा पनि अनि रिमोटली कम्पनी चलाउनु भए त रिस्की नै भएन त? यो फेरि माइनरै हो यो कुरा चाहिँ होइन, यसको अगाडि माइनरै बिस्तारै इभेन्चुअली हुने चिज भयो यो चाहिँ। सो मैले चाहिँ भनौँ ल आजै हजुर मैले एउटा रिमोट कम्पनी सेटअप गर्नु भने के गर्नुपर्छ त भन्ने क्वेसनमै जाउँ न त होइन। सो मैले पहिला चाहिँ ल्याएर त्यो रिमोटमा मैले के गराउनु खोजेँ त, कस्तो काम गर्ने, अब त्यो मेरो एक्सपिरियन्सको बेसिसमा डिफाइन गर्ने कि अब मैले अर्को एकजना टेक्निकल हेर्ने मान्छे ल्याउने, मैले सेल्स हेर्ने कि, अथवा म टेक्निकल छु भने मैले फर्स्टमा चाहिँ सेल्सको मान्छे ल्याएर बिस्तारै ग्रुम गर्न थाल्ने कि उसलाई त त्यो प्रडक्ट हाम्रो के हो त भनेर उसलाई मजाले बुझेपछि उसले नै बेच्न सक्छ। उसले त भ्यालु बेच्ने हो, प्रडक्ट त जसले पनि बनाउन सक्छ, भ्यालु नै बेच्ने हो भनेपछि युटिलाइज कसरी हुन्छ भन्ने बनाएपछि अनि बिस्तारै त्यसपछि त्यसरी ग्रो गर्ने होला नि त। त्यही भएर त्यो अथवा चाहिँ अब इन्भेस्टमेन्ट टन्न आउँछ भने त्यो एकैचोटि मजाले त्यो गरेर गर्ने हो कि होइन, फन्डिङवालामा जाने हो कि होइन, क्राउड फन्डिङहरू यिनीहरू पनि गरेर हुन्छन् गर्न चाहिँ होइन। त्यो पनि हुन्छ। अझ तपाईँको स्टुडेन्टले नै स्टार्टअपहरू गर्नेमा पनि यो कुरा धेरै हेल्पफुल हो नि। मैले अहिले एउटा चाहिँ के पनि गर्न ट्राई गरिरहेको छु भने जस्तो कोही
तिम्रो आफ्नो जस्तो अहिले अब भनौँ न हामी अब एआईतिर सिफ्ट भइरहेको छ म त डिजाइनर हो है खास मेरो ब्याकग्राउन्ड होइन सो एआईमा फर्स्टमा म चाहिँ के डिसिजन गरेँ भने म एआईतिर हेर्ने कि नहेर्ने त त्यसको लागि पहिला मैले 3 हप्ता आफै रिसर्च गरेर हेरेँ त्यसपछि म एउटा पोइन्टमा के पुगेँ भने हेरौँ त रिसर्च चाहिँ गर्नुपर्ने रहेछ भन्ने पुगेँ भनेपछि अब म गर्न टाइम छ कि छैन मसँग टाइम छैन त्यसपछि मैले के गरेँ त भन्दा एआई कहाँ पढाइ हुन्छ त नेपालको कुन कलेजमा पढाइ हुन्छ त होइन सो कलेजसँग कुरा गर्नु पाउनु भने त मलाई 4 जना स्टुडेन्ट दिनु अहिले पास आउट भएको 6 महिनालाई रिसर्च गर्नु पर्यो एआईमा होइन सो उनीहरूलाई हजुरले के दिन सक्नु भन्दा ल तिमीहरूलाई इनिसियल इन्फ्रास्ट्रक्चर दिन सक्नुभयो रिसर्च दिन सक्नुभयो एउटा लेभलको पे दिन सक्नुभयो अनि त्यसपछि के दिन सक्नुभयो भने त ल एकदम हाई एन्ड स्यालेरी दिन सक्नुहुन्न भने यहाँबाट रिसर्च गरौँ केही चिज बनाऊँ यसमा तिमीहरूले स्टेक पायौ भन्न सक्नुभयो नि त होइन स्टेक दिने फेरि नेपाल चलन छ होइन त्यो एक्चुअलीमा दिनु पर्यो होइन त्यो चाहिँ अब त्यही त त्यो फाउन्डरमा धेरै चिज फरक पर्छ क्या धेरै फरक पर्यो क्या यहाँ है किन त्यो सोच त्यस्तो अनि सोच नभए होला मान्छेहरूमा हामीमा चाहिँ हाम्रो अनि त्यो चाहिँ त्यसरी सोच्नु पर्यो भन्छु म अनि त्यो भयो भने त हजुरले मैले मेरो अहिले मैले गर्न सक्ने चिज गरिनँ क्या यदि मैले त्यो गरिनँ भने जस्तो लाग्छ क्या मलाई चाहिँ त्यो पनि किनभने अब मैले त गर्न सक्छु नि त मैले 4 जना स्टुडेन्ट ल्याएर उनीहरूलाई 6 महिना रिसर्च एआईमा गराएर केही चिज बनाऊँ न त भयो भने मेरो 20% तिमीहरू 4 जनाको बाँकी 80% भन्न सक्छु क्या कि मसँग त्यो लेभरेज छ नि त सो भनेपछि मेरो अथोरिटी मेरो पावर के छ भन्ने कुरा हो मैले के होल्ड गर्छु भन्ने कुरा हो गर्न सक्दै पनि नगर्ने भन्ने अनि देश विकास भएन भनेर पाइएन त्यो भन्न पाइएन आफूले गर्न सक्ने कुरा चाहिँ के पनि नगर्ने होइन अनि यो भएन भन्नु म त्यो पनि भन्छु क्या जस्तो विदेश नजाऊ पनि भन्दिनँ क्या म चाहिँ त्यही त जाऊ होइन हेर घुम होइन म पनि विदेश गयो होइन म नि विदेशमा पढेँ बस्नु मन लागेन आफ्नो देश जान्छु भने फर्केँ अब म फेरि जानु मन लाग्यो भने जान्छु होइन त्यो त मेरो फ्रिडमको कुरा भयो नि त मैले त्यो एकदम गफ हानेर हजुरलाई झुकाएर 6 महिना 2 वर्ष 5 वर्ष राखेपछि फेरि 5 वर्षपछि हजुरलाई जानु मन लाग्ला त्यही भयो होइन सो त्यही भएर सस्टेनेबल अप्रोच चाहिँ के हो भन्ने कुरा हेर्नुपर्छ जस्तो अब त जेनेरेसनै नयाँ जेनेरेसन अनि फेरि हजुरले जस्तो अहिलेको जेनेरेसनसँग कसरी काम गर्ने त्यो पनि त सिक्न पाउनु भयो नि त त्यही त त्यो छ नि गाह्रो छ नि हामीलाई होइन हो त्यसलाई गाह्रो भन्ठान्ने कि उनीहरूसँग सिक्न पाइन्छ फेरि सिक्न पाइन्छ होइन सिक्न पाइन्छ उनीहरूले कसरी बिहेभ गर्दा रहेछन् होइन के गर्दा रहेछन् होइन कस्तो गर्नु अब जस्तो पढाउन जाँदाखेरिको फाइदा त्यो हो नि त अब कहिलेकाहीँ रिस पनि उठ्छ होइन तिमीहरूले त सजिलोसँग पाछौ हामी यहाँ कम दुःख गरेर पुग्यो हो जस्तो लाग्छ तर स्ट्रगलकै कम्पेयर गर्ने भने त उनीहरूको पनि आफ्नो किसिमको होला नि त उनीहरूलाई कति हामी चाहिँ केही न केही गऱ्यो भने काहीँ न काहीँ पुगिन्छ भन्ने थियो अहिले उनीहरूलाई ल जब चाहिँ एआईले खाने हो कि भन्ने डर होला होइन आइटी चाहिँ पढेको छु भन्ने इन्सेक्युरिटी होला त्यो आफ्नै किसिमको स्ट्रगल्सहरू छ होइन उनीहरूलाई चाहिँ एकदम सजिलो छ जस्तो गरिदिन्छ उनीहरूलाई मेटेरियलिस्टिक वेमा सजिलो होला हामीलाई अफिस जानलाई माइक्रो चढ्नु पर्दैन उनीहरूलाई बाइक छ होला तर चाहिँ त्यो प्रेसर त छ नि त त्यो प्रेसर छैन भन्न पाइएन नि त अनि हामीले चाहिँ एकदम दुःख गरे अहिलेकोलाई चाहिँ केही गरेको छैन भन्ने जसरी लाइटली हेर्छौँ हुन्छ मलाई यो चाहिँ फेरि मेरो अब बाबु पनि ठ्याक्कै टिन एजको छ होइन अहिले 12मा पढ्छ अनि मलाई त्यो उसको माइन्डसेट थाहा हुन्छ मलाई कुरा भइरहेको हुन्छ होइन अनि उसले मलाई भन्दाखेरि भनिरहेको हुन्छ कि हुन्छ नि इन्डिपेन्डेन्स कस्तो इन्डिपेन्डेन्ट फिल गरे हुन्छ नि मैले हजुरलाई किन बदर गर्छु र भने अब टाइपको होला होइन अब त्यो जेनेरेसनलाई रिप्रेजेन्ट गर्ला नि त उसले एउटा कुनै अब सबै कुरामा नगरे पनि यसले भाइब्स त दिन्छ नि त दिन्छ नि होइन उनीहरू हामीभन्दा अलिक बढी उनीहरूकै साथीसँग त बसिरहेको उनीहरू साथीसँग बसेर हामी पनि त्यस्तै गर्थ्यौँ होइन बुझ्न पाइन्छ सो सबै चिजको म चाहिँ के भन्छु भने चाहिँ हजुर गर्न सक्नुहुन्छ भने ट्राई गर्नु भन्छु क्या होइन सकिँदैन अब त्यो भनी त अर्कै कुरा भइहाल्यो तर टाइम पेसेन्स चाहिँ एकदम चाहियो अब त्यही त हो नि तपाईँको स्टार्टअपहरू नयाँ नेपालबाट त होइन आउन सक्छ क्या आउन नसक्ने पनि होइन किनभने त्यो संसारभरि पनि त्यो एकजना मान्छे 2 जना मान्छेको स्टार्टअपले संसार चलिरहेको थियो नि यहाँनिर होइन धेरै तपाईँको 15-20वटाले चल्या होला यो एकदमै हाम्रो अब युएस सेन्ट्रिक छ सबै सब युएस सेन्ट्रिक हो यो होइन जति पनि ठुल्ठुलो कम्पनी जस्तो अहिले त हाम्रोमा पनि अब प्रडक्ट कम्पनीहरू अहिले हाइएस्ट ट्याक्स पेयर कम्पनी पनि प्रडक्ट कम्पनी नै भयो क्यारे होइन अनि अहिले त अब जस्तो अस्ति हाम्रो एउटा इभेन्ट भएको थियो होइन त्यो ब्याङ्कको इभेन्ट पनि
त्यसमा पनि त अब जस भइरहेछ होइन। सो केही नि नभएको जस्तो नि गर्नु भएन, तर सबै चिज छ भनेर कम्फर्टमा बस्नु पनि भएन भन्ने कुरा हो। मलाई त्यो उनीहरूले हाँक्न सक्छन् जस्तो लाग्यो भरे एकदमै गएको, किनभने आफू पनि कलेजबाट आएको, कलेजमा सुनेरै अनि त्यसपछि करियर बनाउँदै 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 आएर पछि आएर त कम्युनिटी पनि राम्रो रहेछ, फेरि राइट कम्युनिटीमा पनि पऱ्यो फेरि अब हेर्न वर्डप्रेस कम्युनिटीमा पऱ्यो भने सबजनाले आफू जाने कुरा सबैजना सिकाउँछ नि यहाँनिर आएर होइन। अब हामीले कति वर्कसप गर्दै हिँड्यौँ होइन, कति वर्कसप गऱ्यौँ हामीले त्यो बेला नि त अब 17मा नि हामीले जाने आदि त 2017मा मैले त अघि पनि कुरा हुँदै थियो होइन, तपाईँको के अरे 5-7 ठाउँमा गएर सुर्खेत, नेपालगञ्ज होइन, यता क्यान र हाम्रो आइसिटीको एकजना म्यामले अर्गनाइज गर्नुभएको थियो। अनि एक्सपर्ट्सहरू लगेर चाहिँ वर्कसपहरू गराएर होइन, अनि त्यसरी चाहिँ त्यो वर्डप्रेस कसरी गर्ने होइन, साइट कसरी सेटअप गर्ने, बिटकोइन भर्खर त्यो एकदम हाइपमा सुन्न आएको थियो। अनि बच्चाहरूले सरी बिटकोइन चाहिँ के हो कसरी गर्ने भनेपछि अब तपाईँलाई सुर्खेतमा बच्चाहरूले, नेपालगञ्जमा बच्चाहरूले बिटकोइन सोधिरहन् भने 2017मा, अनि हामी अपडेटेड छैनौँ त्यो भन्न मिलेन नि। छन् क्युरियस छन्, सबैलाई थाहा नहोला, तर क्युरियोसिटी स्पार्क गर्ने ठाउँ त अब हामी ठाउँमै सानो छौँ। अनि हामीले चाहिँ कम्पेयर चाहिँ हामी अब इन्डियाको वर्कफोर्ससँग गर्ने हाम्रो हुँदै होइन क्या, हामी त क्वालिटी काम गर्ने होइन, थोरैमा धेरै भ्यालु आउने काम गर्ने। हाम्रो किन ठाउँै सानो छ, देशै सानो छ, हाम्रो रिसोर्सै थोरै छ भने हामी भ्यालु बेसमा जान सक्छौँ, प्रडक्टमा धेरै गर्न सकौँला होइन। अब अरू चिजमा अब हामी यहाँ बसेर फर्चुन 500 काम गर्छौँ होइन। सो गभर्मेन्टका प्रोजेक्टहरू गरिरहेछौँ यहाँ बसेर होइन, 2012-13देखि होइन, अनि 12-13देखि अनि त्यही त कन्टिन्यू 25 धेरै अब तपाईँको धेरै रिलेसनहरू पिआरहरू बिल्डअप भइसक्यो नि यहाँबाट होइन। जस्तो कि अब सब कन्ट्र्याक्टिङ भएर आउँछ, डाइरेक्ट रिच हुँदैन होइन, तर पनि हामी भनेको पोटेन्सियल त रहेछ नि त, भ्यालु त रहेछ नि त भन्ने कुरा हो। अब एपको दुनियाँमा पनि धेरै भइसकेको छ अहिले आएर होइन, गेमिङहरू अब हामीले पहिला त बत्तीगयोहरू बनाउँदाखेरि यस्तो गाह्रो थियो, रिसोर्स पाइँदैन थियो होइन। बत्तीगयो पनि बनाउनु भयो नि तपाईँले एप पर्दैन, तपाईँले धेरै काम गर्नु भएको थियो। अनि हामीले त्यो हुन्छ टी सर्ट लन्च गऱ्यौँ नेप्टिज भन्ने होइन, के गऱ्यौँ होइन, त्यो एक्सपेरिमेन्ट चाहिँ गरिराख्ने। अब त्यसले त्यही आफ्नो आफूलाई के गर्न मनपर्छ, मलाई चाहिँ एक्सपेरिमेन्ट गरिराख्न रमाइलो लाग्छ भनौँ न, त्यही त। अनि त्यो म चाहिँ मिस आउट हुन्छु कि भनेर बस्ने कि मलाई गर्न मन लागेको चिज चाहिँ गर्ने भन्ने कुरा हो होइन। मान्छेले एक दिन चाहिँ कसरी बिताउँछ भन्ने त हो नि, अरू के होइन, भोलि कसरी आउँछ थाहा छैन, हिजो के भए गइसक्यो होइन, आजको दिन चाहिँ कसरी अलिक फ्रुटफुल। मलाई त्यो पहिला एकचोटि हायर गर्दाखेरि टन्नै धेरै हायर गरेँ जस्तो लाग्थ्यो होइन, अनि मलाई लस भयो, ल मैले कति धेरै इन्भेस्ट गरेँ जस्तो लाग्थ्यो। तर अहिले हेर्दाखेरि त अब त्यही 12-15 वर्षदेखि त्यही बेलामा हायर गरेका मान्छे टिकेर मेरो एउटा कम्पनी चलिरहेको नि त। त्यसो भनेपछि त राम्रो कुरा नि त रहेछ नि त होइन। बिचमा अलिकति त्यो बिजनेसहरू अलि नहुँदा चाहिँ ल त्यो पैसा बरु त्यत्रो मान्छेहरूमा ट्रेनिङमा त्योमा रिसोर्समा नलगाएको भएदेखि त्यो पैसा हुन्थ्यो भन्ने जस्तो 3-4 रुपियाँ जग्गा यसो हुन्थ्यो भन्ने सोच आउँछ। तर अब यसले त त्यही मान्छेहरूले, त्यही मेरो टिमको मान्छेहरूले न यो कम्पनी चलाइराखे त। अनि मलाई अहिले म अर्को चिज गर्छु भन्ने फ्रिडम त मलाई कसले दियो त भन्दा मेरै त्यो बेला मैले त्यो इन्भेस्ट गरेको टिमको मान्छेहरूले गरेर न मैले फ्रिडम पाएँ, नत्र मसँग त्यति लेभरेज हुँदैन थियो होइन। त्यो आँट पनि आउँदैन थियो किनभने लास्टमा गएर हातमुखै जोड्नुहुन्छ, पैसा त जसरी पनि चाहियो होइन। अब किनभने खेतीपाती हामी गर्दै गर्दैनौँ, हाम्रो घरबाट बोरा चामल आउँछ, तपाईँ आउँदैन नि, तपाईँ पनि त्यस्तो होइन, गाडी आउँछ नि, कोही हुँदैन, त्यस्तै नै आउँदैन होइन, सागपात नै आउँदैन, सबै कमाएर गर्ने खानेहरूलाई होइन। अब सबै कुरा स्टुडेन्ट को चाहिँ किन हामीले त्यो गर्न सक्छौँ भन्दा उनीहरू 4 वर्ष त तपाईँसँग त्यहाँ 3 वर्ष त पढुन्जेल बस्छन् भन्ने हुन्छ नि त, 3 वर्ष 4 वर्ष त दिन्छन् नि त तपाईँलाई। अब होला तपाईँले भने जस्तो 8 घन्टा दिन नसक्लान् होइन, 4 घन्टा देलान्, 5 घन्टा देलान्, तर त्यो इम्प्रेस गरेर त्यसलाई एउटा इकोसिस्टममा ल्याउन सक्यौँ, सबै कम्पनीले 2-4 जना चाहिँ सधैँभरि राख्न सक्यो भने त एउटा इम्प्याक्ट त क्रिएट गर्न सकिन्छ नि त। सकिन्छ त्यही त। सरले उता इस्लिङटनबाट पनि भनिरहनु भएको हुन्छ इन्टर्नसिपमा मेरोमा त टन्नै छन् होइन, यता हेराल्डको पनि इस्लिङटनको अनि केसिसीको पनि अहिले चाहिँ आजकल के भनेको छ भने
अब हेर शिव अब सरकारले एउटा नियमै बनाइदियो कि अहिले अब इन्टर्नसिप राख्नु पऱ्यो भन्दा ठिकै छ नि के भएर हामी सिकाइहाल्छौँ होइन हाम्रो कति मान्छे चाहिएको छ 100 जना राख्न नसक्यो होला 2-4 जना राखेर यसो होइन 4 जनालाई चाहिँ 4-5 जनालाई होइन सकिहाल्छ नि होइन रिसोर्सलाई पनि चाहिएको छैन तपाईँ भनौँ आफू काम गर्ने गरिराखेको हुन्छ यो चिजमा चाहिँ मलाई गर्न मन लागेको चिज चाहिँ मैले यो गर्नुहोस् त भनेर दिन पाएँ नि त पाएँ हेर्नु त यतातिर पर्सपेक्टिभ पनि उहाँहरूको त राम्रो हुन्छ त्यो क्युरियस पनि फ्रेस हुन्छ एकदमै त्यो नलेज हङ्ग्री हुन्छन् होइन अनि राम्रो पनि गर्छन् होइन एउटै उनीहरूलाई एउटा के पनि प्रेसर हुँदैन जस्तो कमाउनु पऱ्यो यो गर्नु पऱ्यो के गर्नु पऱ्यो भन्ने खालको त्यो व्यावहारिक प्रेसर पनि परिचय हुँदैन होइन व्यावहारिक पनि परिचय हुँदैन त्यसमा पनि परिचय हुँदैन भ्यालु बुझाउन चाहिँ अलिकति गाह्रो छ किनभने त्यो हामी पनि त्यस्तै थियौँ त्यो बेलामा होइन त्यो अब आफ्नो बेला चाहिँ बिर्सेर भएन होइन तर सकिन्छ त्यो राम्रो कुरा हो होइन गर्दाखेरि हुन्छ मलाई नि पहिला चाहिँ म होइन एक्सपिरियन्स मात्रै गर्ने भन्दै तर अहिले चाहिँ एक्सपिरियन्स लिएँ भने पनि सँगैसँगै 1-2 जना 4-5 जना चाहिँ सधैँ त्यो राखिराख्ने त्यो गराइराख्ने त्यसले एउटा चाहिँ बिल्डअप पनि भयो आफ्नो पनि त्यो वर्कफोर्स नयाँ आउँदै जाँदा कसरी काम गर्ने भन्ने सिकाइ पनि भयो होइन टिममा पनि कहिलेकाहीँ अरू केही चिज गर्न अलिकति त बर्डन त कम हुन्छ नि त होइन सो त्यसरी चाहिँ गर्नुपर्छ त्यही त त्यो झन् तपाईँको रिमोटली गर्न थाल्यो भने त विराटनगरको मान्छे नै हायर गर्न सक्छ एक्ज्याक्टली हाम्रोमा सिन्धुलीको हुनुहुन्छ होइन बुटोलतिरको हुनुहुन्छ यहाँ आउने हामीले यहीँ जस्तो यो अफिस बन्द गरिसकेपछि चाहिँ सिन्धुली नै पठाइदिउँ हामीले सिस्टम कम्प्युटर ब्याट्री स्याट्री सब हालेर उतै पठाइदिउँ होइन त्यही उनीहरूले आफ्नै ठाउँबाट गर्न पायो नि त अब जस्तो घरबाट बस्ने बित्तिकै हजुरको 20-25 हजारको ओभरहेड त यसै बस्यो काठमाडौँमा त्यो फ्ल्याट चाहिएन होइन ग्यास परेन ट्रान्सपोर्टेसन परेन होइन फाइदा छ त्यसको बस्नै पर्ने मान्छेहरूलाई पो पर्ने मान्छेलाई अब कलेज सकाएको स्टुडेन्ट म विदेशमा पनि जान्न भन्नेलाई आफ्नै घरमा बसेर गर्छु भन्न पाइयो नि त इन्टरनेट सजिलो छ अब यही चिज चाहिँ 10 वर्ष पहिला फिजिबल पनि थिएन होला कल्चर डायलअप चलाएर अहिले त इन्टरनेट त एटलिस्ट पनि एक्सेसिबल छ नि त अब तपाईँको यसको एडभान्टेज त हामीले लिनु पऱ्यो नि है त्यतिर हेर्दैन क्या नत्र भने कम्पनीमा मात्रै हुने इन्टरनेट कम्पनीमा मात्रै हुने ब्याकअप क्या हाम्रो घरमा त ब्याकअप पनि हुँदैन इन्टरनेट पनि राम्रो इन्टरनेट हुन्थेन किन हामी कम्पनी अफिस जानै पर्छ मलाई याद छ हामीले 1 MB को 10,000 कति तिरे याद छ कि मलाई है 1 MB को हो है कहिलेको धेरै पहिला कुरा यो त्यो 12-13 तिरकै कुरा होला थियो त्यो लगभग त्यति थियो क्या होइन डेडिकेटेड 1 MB को हजुरको त्यो थियो अनि फेरि ब्याकअप लाइन छुट्टै चाहिन्थ्यो केसम्म थियो भने आइएसपीले पिआर प्याकेज दिन्थ्यो भने त्यो एभ्री उसमा के हजुरलाई त्यो कर्पोरेट लाइन भनेर हुन्छ नि त्यस्तो बेला थियो क्या त्यो हुन्छ नि अनि एकदम लग्जरी कम चाहिँ टाइपको थियो नि त इन्टरनेट त त्यो बेला त एकदम लग्जरी थियो नि अहिले पो पहिलादेखि पासवर्डै दिँदैनन् नि क्या त मान्छेहरू पासवर्डमा आएर पासवर्ड अहिले त हजुर घरमा बसेर काम गर्नु अनि भनेपछि त रिच त कस्तो मजाले बढ्यो भनेपछि त काम अझै धेरै ल्याउन सक्यो त्यसकै चाहिँ युटिलाइज गर्नु हामी पो क्लासिक हुँदै गयो त्यसो अब रिसोर्स छैन भन्नु परेन नि त हजुरले एउटा डेटा निकाल्नु भने कति स्टुडेन्ट छन् आइटी पढिराखेको हजुरसँग त्यति रिसोर्स छ नि होइन अब 2nd 3rd सेमेस्टर पछि त काम गर्न सकिहाल्छ नि त्यो एउटा डोमेनको अन्डरस्ट्यान्डिङ पनि भइसक्यो हुन्छ होइन यताउता त्यो त तपाईँको रिसर्चको काम त उनीहरूले फर्स्टदेखि नै गर्न सक्यो फर्स्टदेखि नै गर्न सक्यो रिपोर्ट राइटिङहरू पुरा उनीहरूलाई होइन प्र्याक्टिस पनि भयो होइन तपाईँको अथवा उनीहरूले भिडियोको केही बनाएर यसो दिने खालको उनीहरूलाई प्र्याक्टिस गराउँदै गयो भने उनीहरूलाई सबमिसनलाई पनि तिनीहरूलाई पनि एउटा प्र्याक्टिस हुँदै जान्छ मैले ठ्याक्क सम्झेँ मलाई एकजनाले यो सर यो एभ्री उसमा यो किन कहिले जाभा पढायो कहिले पिएचपी मैले के भनेको भने फर्स्टमा HTML पढायो अहिले वेबसाइट बनाऊ अब जाभा पढाउँछन् एन्ड्रोइड एप बनाऊ होइन पछि सी पढाउँछन् C# पढाउलान् के पढाउलान् त्यसपछि iOS एप बनाऊ अनि त्यो तिमीले 3 वर्ष पढेर त्यो एउटै आइडियामा काम गर्दै जाऊ त्यसपछि तिम्रो बिजनेस लन्च गर न भनेर भनेको थिएँ कि होइन सो हामीले त्यसरी चाहिँ त्यो मिसिङ पिसेसहरूलाई चाहिँ एक्सपिरियन्सले फिलअप गरिदिन सकिन्छ होला त्यो गर्न सकिन्छ जस अब त्यो त फेरि टिचरहरूमा नि होइन टिचरमै मात्रै भर पर्नु टिचर सोद्धाखेरि होइन जस्तो इन्डस्ट्री र होइन टिचरको त जस्तो उहाँहरूको के भने उहाँहरूलाई एउटा त्यो
दिनभरि नै त्यही चिज गरिरहेको छ भने उहाँहरू त्यसमा एक्सपर्ट हुनुहुन्छ क्या। त्यही भएर कलेजेसहरूले इन्डस्ट्रीसँग कोलाबोरेसन राम्रो बनाउनु पऱ्यो क्या। हजुरको कम्पनीबाट सिनियर डेभलपरलाई एउटा गेस्ट लेक्चर लिनलाई पठाइदिनु नि यो हप्ता भन्नु पऱ्यो, फ्रिक्वेन्टली त्यसलाई गरिराख्नु पऱ्यो, रियल केसेसहरू देखाउन सक्नु पऱ्यो होइन। सो अलिकति कोलाबोरेसन पनि गर्न पऱ्यो भने चाहिँ के हुन्छ त भन्दा बच्चाहरूले ल रियल टाइम अब बच्चाहरूले पनि ल सरले त पढाइराख्ने भयो उहाँको चाहिँ के छ त इन्डस्ट्री एक्सपिरियन्स भन्ने क्वेसन मनमा आउला नि त। तर टिचर एज अ गाइड त त्यहाँ एकजना त चाहियो नि त, किनभने हाम्रो सिकाइको कल्चर नै त्यस्तै छ नि त। अहिले नै हामीले युट्युब भिडियोहरू हेरेर कोहीले नभनिकन सिक्न थाल्यौँ त, नत्र हजुरको त पहिला बुक, अनि त्यो बुक चाहिँ 20औँ चोटि चाहिँ यो पान्नामा यो क्वेसनमा यो छ भन्ने थाहा भएको गुरुहरू चाहिन्थ्यो नि त, चाहिन्थ्यो नि होइन। नत्र त हजुरले नलेज कसरी एक्सेस गर्नुहुन्थ्यो त, हजुर अड्किँदाखेरि कसले सिकाइदिन्थ्यो त भन्दा गुरुहरू चाहिन्थ्यो नि त। अहिले पो हजुरले गुगलमा सर्च गर्न भिडियोमा हेर्न पाउनुभयो नि त, किन त्यो परम्पराबाट आएको। अनि त्योबाट ट्रान्जिसन हुन त गाह्रो चिज हो क्या, गाह्रो चिज हो होइन। टाइम लाग्छ होला, तर पनि हजुरलाई अहिले पनि प्रिफर मलाई चाहिँ म त्यो सिकाइबाट आयो भएर कसैले मलाई बसेर सिकाइदिन्छ भने म भिडियो हेर्नुभन्दा त्यतातिर धेरै रुचाउँछु नि त। त्यही त त्यो तिनीहरू कुराहरू त हामीले के पनि युज गरेर रहन्छ है क्या भन्ने पो भयो होइन। किनभने त्यसका त आफ्ना न्युएन्सेसहरू छन्, त्यसलाई धेरै विकास भइसकेको छ यहाँ त भन्ने भइरहेको म त बुढो भएन नि भन्ने सोचाइ बुढो भयो क्या। ओपननेस चाहिँ हुनु पऱ्यो। म नि भर्खरकै जस्तो सोच्न त सक्नु पाइहाल्यो नि, अहिले एज पो अहिले झन् प्लस पोइन्ट पो भयो त, प्लस पोइन्ट भयो त्यही त नि होइन। जस्तो त्यसरी आर्टिकुलेट गर्न सक्यो। अनि म चाहिँ के भन्छु भने तपाईँले भन्ने कुरा भनेर छोडिदिनु पर्छ। उसले त अहिले बुझ्ला भोलि बुझ्ला, त्यो उसको बुझाइ त हामीले त्यो गर्न। अनि हाम्रोमा चाहिँ समस्या भनौँ कि के भनौँ, त्यो एउटा प्रवृत्ति नै के छ भने मैले भनेर उसले मान्ने होइन भन्छु क्या। मेरो काम भनिदिने काम हो भने मैले भनिदिनु पर्छ। त्यो त हजुरले आज बुझ्नु भएन भने 4-5 वर्षपछि त्यो ल दाइ त्यो एउटा दाइले यस्तो भनेको थियो भनेर उसले रिलेट गर्छ नि, होइन। त्यो त्यसरी हुन्छ। सो त्यही भएर हामीले अलिकति इन्डस्ट्रीसँग कलेजहरूको कोलाबोरेसन, अब जस्तो हाम्रो कलेजेसहरू हेरिराख्यो भने म हेरिरहेको हुन्छु होइन, एकले अर्काको कम्प्लेन गरेको छ के होइन, नेताको पारा छ है। कलेज चलाउने मान्छेहरूको पनि त्यस्तो पारा, त्यो ओपननेस चाहिन्छ क्या, होइन। हजुरले एउटा कुनै एजुकेसन इन्फ्रास्ट्रक्चर अथवा सिस्टमप्रति कोही मान्छे एकदम लालायित भएर गइरहेछ भने किन गइरहेको छ त, मेरोमा चाहिँ के इम्प्रुभ गरेँ भने मैले रोक्न सक्छु भन्ने कि मैले हजुरको क्रिटिसाइज गर्ने त भन्ने कुरा हो कि। मेरोमा चाहिँ कसरी त्यो इन्फ्रास्ट्रक्चर कसरी बिल्डअप गरिदिनु सक्छु त भन्ने। अब जस्तो अहिले मलाई याद भएको, अब मैले अरूको इक्जाम्पल दिन सक्दिनँ होइन। हेराल्डमा चाहिँ इस्लिङटनमा उहाँहरूको आफ्नो एलुमनाईमा त कति धेरै स्टुडेन्ट्सहरूले जब पाउनु भएको छ होइन। इभन तपाईँको डेभलपमेन्ट प्लेटफर्म भनेर पनि छ क्या हेराल्डमा, एउटा स्टुडेन्टहरूले नै आज त्यो काम गरे जस्तो गरेर कन्ट्रिब्युट गर्नु पाउँछ क्या। मल्टिपल कम्युनिटिजहरू छ क्या, जस्तो डिजाइनको आफ्नो कम्युनिटी छ, युआई भिजुअल्स भन्ने होइन। त्यसरी थुप्रै कम्युनिटी, त्यो भित्र यति धेरै कम्युनिटीहरू छ, त्यहाँ चाहिँ ग्रुप हुन्छन्, उनीहरूले प्रेजेन्टेसन गर्ने, रिसर्च गर्ने, ल्याउने, अनि राम्रो आइडिया भने कलेजले नै फन्डिङ गरिदिने होइन। अब त्यो कलेजकै आफ्नै आइटी जस्तो, अब तर यो कल्चर त नयाँ होइन नि त। जस्तो हाम्रो केसिसीको पनि त आफ्नो आइटी कम्पनी जस्तो थियो नि त पहिला होइन। अब अहिले के छ मलाई थाहा छैन होइन, तर थियो नि त। उहाँहरूलाई त त्यसलाई त गराउन सकिने चिज त छ नि त। सो त्यहाँबाट त उहाँहरूले धेरै रिसोर्सको लागि त अभाव थिएन नि त। त्यो इन्डस्ट्रीको कोलाबोरेसनमा चाहिँ हिजो भएको कुरामा चाहिँ अलिकति ठुलो कुरा भएको थियो होइन। लगभग कस्तो भने अब यो कुनै पनि प्रडक्टहरू लन्च गर्नुभन्दा अगाडिको रिसोर्सहरू यिनीहरूलाई जुन चाहिँ पिएचडीहरू गर्ने, पिएचडी प्लस रिसर्च गर्ने ठाउँहरूमा चाहिँ स्टुडेन्ट युज गर्न सक्ने, जस्तो चौधरीहरू, विनोद चौधरीहरू, उनीहरूले यस्तै एक्सपेरिमेन्ट किन गर्दैनन् त भन्ने कुरा थियो। त्यो त एकदम हाई लागेको थियो मलाई। होइन त्यस्तो त्यो एकदम खतरा नसोचौँ भन्छु क्या म चाहिँ। धेरै हाई सिम्पल, हजुरले भोलि एकजना मान्छे रिमोट राखेर होइन, अहिले सरकारले यति तोकिदिएको मैले तिमीलाई बेसिक बाबु दिन सक्ने यति हो, आउँछौ भने म त्यति चाहिँ म तिमीलाई गर्न सक्छु नि त, 2 महिना ट्राई गरौँ भनेर सुरु गर्ने हो क्या। ए हो, त्यो त एकदम सबै कम्पनीले गर्न सक्ने कुरा भन्नु त। ह्युज कमिटमेन्ट राखेर हजुरको हुँदैन हुने कुरा सोच्दा आइडिया चाहिँ हाम्रो एकदमै खतरा हुन्छ होइन। अब
एक्जिक्युट गर्ने बेलामा जहिले हामी पछाडि हुन्छौँ क्या। सो हजुरलाई मैले भने मलाई एआई कम्पनी खोल्नु मन छ भने अहिले भर्खरै हजुरले अनि अर्को एउटा कुरा हजुरले के गर्न सक्नुहुन्छ भने ल अहिले भर्खरै गर्दा गर्दै आएको आइडिया हो यो होइन। सो मैले 4 जना बच्चाहरू ल्याएँ, हजुरले एउटा एआई एक्सपर्टलाई तपाईँले हप्तामा 2 घन्टा दिनु, हजुरलाई कति पैसा दिने मैले यिनीहरूलाई चाहिँ गाइड गरिदिनु भनेर तपाईँले मेन्टर राखिदिनु सक्नुहुन्छ नि त। हजुरले एआई एक्सपर्ट चाहिँ लाखौँतिर ल्याउनु नसक्नु होला होइन। उसलाई पनि गोल बुझाइदिनु भयो भने हामीले गर्न खोजेको यही होला, तपाईँको पनि इन्ट्रेस्ट छ भने चाहिँ 2-4 घन्टा दिनुहोस् यहाँ भन्नुभयो भने हाम्रो हो। फेरि यो हाम्रो कल्चर हो नि त। हजुरले बोलाउनु भयो मलाई, म आइदिएँ खुरुक्क होइन र। यही चिज विदेशमा कति फर्मल हुन्थ्यो होला, के हुन्थ्यो होला होइन। हेर यहाँ कहाँ विकडेजमा आउँछु भन्ने हुन्थ्यो होला, के होला होइन। सो भनेपछि त हाम्रो त यो प्लस पोइन्ट पनि यही हो नि त। हामी कति इन्फर्मल छौँ भने त्यो पनि त राम्रो चिज छ होइन। ट्राई नै गर्दाखेरि उन्नति हुन्छ भने किन नगर्ने होइन। त्यो कुरा पनि त यो कन्भर्सेसनको मेन कुरै त्यही त हो होइन। त्यो ओपननेस चाहियो ट्राई गर्ने। अब त्यो हामीसँग छ भने किन युज नगर्ने। जस्तो हामीलाई पनि कसैले ट्रस्ट गरिदिए भएर हामी यहाँसम्म आयो नि त होइन। उहाँहरूले ट्रस्ट नगरिदियो भए हामीभन्दा सिनियर दाइहरूले नसिकाइदियो भए अब सिकाउने कल्चर पनि म त कस्तो गाह्रो थियो हामीले सिक्दाखेरि होइन। त्यो सफ्टवेयरको हेल्प मात्रै हेरेर पनि सिकियो कति चिज होइन। सफ्टवेयर हेल्प हेरेर होइन। F1 चाहिँ फेभरेट बटन थियो होइन। अहिले चाहिँ याद छ मलाई होइन। अहिले चाहिँ काम गर्दै गर्दैन तर एभ्री सफ्टवेयर F1 थिएपछि चाहिँ F2 के थिएपछि हेल्प आउँथ्यो। F1 नै हो जस्तो लाग्छ होइन। त्यो गरिराखेपछि त्यस्तो थियो। त्यो भने डक्स हुना त्यो डकुमेन्टेसन हेरेपछि त त्यो यहाँ थाहा भयो नि त। त्यही त अहिले त अथाह छ अथाह होइन। त्यही भएर मान्छेहरू अब धेरै इन्फर्मेसन भएर नि हो। जस्तो हामीले फन्डामेन्टल छोडेर छिट्टो गर्न खोजिरहेको हुन्छौँ होइन। अनि त्यो इसेन्सियल क्रास कोर्सहरू चाहिँ कम गर्छौँ जस्तो लाग्छ क्या। हामीलाई बेसिक कुरा थाहा हुनुपर्छ भन्छु क्या म। तपाईँलाई यो तपाईँले चलाएर इन्टरनेट कहाँबाट आइरह होइन। हामी बोलिरहेछौँ भने त्यो भोइसको डेटा कसरी ट्रान्सफर भइरहेछ, नेटवर्कले कसरी काम गर्छ, तपाईँले चलाएर इन्टरनेट चाहिँ कहाँदेखि आइरहेछ, राउटरले कसरी काम गर्छ, साना साना बेसिक्सहरू चाहिँ राम्रोसँग बुझ्नुभयो भने त्यो ठुलो 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 त भने त त्यो पछि थपिँदै गएका चिजहरू हजुरले आफै थाहा होइन। कम्प्युटर सिस्टम कतिवटा छ, लिनक्सको आर्किटेक्चरले कसरी काम गर्दो रहेछ, विन्डोज के बेसमा बनाएर रहेछ त होइन। बिस्तारै त्यसपछि हजुरले के सोच्नु थाल्यो, यो लिनक्स बनाउने मान्छेले के सोच्यो होला होइन। त्यसरी चाहिँ हजुरको क्युरियोसिटी नलेजहरू बढ्दै जान्छ। अनि हामीले चाहिँ सिकाउने प्रोसेसमा पनि एकैचोटि यो चाहिँ सिक्नुपर्छ भन्ने जस्तो त्यो चाहिँ फेरि इन्फ्लुएन्स हाम्रो बाहिरबाट आउँछ होइन। कतिपय चिजहरू बाहिर हाइप भयो भने हामीलाई हतारो हुन्छ त्यही गर्न। तर सफ्टवेयरमा त बाहिरको जति यहाँ गर्न सकिन्छ किन हार्डवेयर मात्रै नसकिन्छ। तर पनि हामीले गरिरहेका चिजहरू चलाइरहेका चिजहरू चाहिँ कसरी काम गर्छ त्यो भयो भने फन्डामेन्टल्सहरू चाहिँ क्लियर हुन्छ होइन। हजुर कुनै ल्याङ्ग्वेज गर्दै हुनुहुन्छ त्यो ल्याङ्ग्वेजको अलिकति हिस्ट्री, त्यो कसरी बन्यो, त्यसको फर्स्ट भर्सनतिर के थियो, अलिकति टाइम 15 दिन बढी लाग्ला। तर हजुरलाई के हुन्छ भने एकदम त्यो आउँछ क्या। त्यो गर्दा फन्डामेन्टल राम्रोसँग बुझ्दाखेरि चाहिँ हजुरलाई एकदम ठुलो आँट आउँदो रहेछ क्या, कन्फिडेन्स होइन। यसमा त भोलि जे आए पनि म गरिदिन्छु जस्तो लाग्दो रहेछ क्या। मलाई डिजाइनमा चाहिँ त्यस्तो लाग्छ क्या। जुनसुकै टुल आओस् मलाई के मतलब, केमा आओस् कि अब पेन पट आइरह होइन। अब फोटोसप थियो, त्यसपछि फायरवर्क्स भन्ने चलाइयो होइन। मलाई जुनसुकै टुल आयो भने म डिजाइन गर्ने त हो नि भने जस्तो। प्रोग्रामिङलाई पनि भन्छ प्रोग्रामिङको कन्सेप्ट थाहा छ भने त हजुरले सिन्ट्याक्स र त्यो मात्रै त हो नि, फरक त हो नि। मलाई प्रोग्रामिङ खास केही पनि गाह्रो लाग्दैन होइन। गाह्रो लाग्दैन किनभने हजुरलाई फन्डामेन्टल त्यो राम्रोसँग त्यो स्टुडेन्टहरूलाई चाहिँ म के भन्छु भने तिमीहरूले जहिले पनि फन्डामेन्टलमा फोकस गर्नु पर्यो, बेसिक्समा फोकस गर्नु पर्यो, त्यो उही जग बल्ल बनाउनु पर्यो भने जस्तै त हो। त्यसपछि त त्यसमा बसेर जे गर्न सकिहाल्यो नि। त्यही त आजकल त भने 5 दिन पाइथन सिकेर केटाहरू एआई आउँछ भन्दै हिँडिरहन्छ केटाहरू होइन। अनि त्यही सिकेको मात्रै कुराले खासै गर्ने होइन, त्यही फन्डामेन्टल जान्न पर्यो भन्ने कुरा। अर्को चाहिँ ठुलो ह्युज ग्याप देखेको चाहिँ जस्तो हाम्रो आफूले गरेको चिजलाई राम्रोसँग प्रेजेन्ट गर्न आउँदैन क्या। जस्तो कि जब अप्लाई गर्दाखेरि सिभी कसरी लेखेर, अब त्यो त सामान्य कुरा हो नि त। हजुरले मलाई काम देऊ, म पैसा लिएर काम गर्छु भन्दै हुनुहुन्छ भने हजुरलाई के आउँछ भन्ने कुरा सिम्पली
त्यसमा धेरै ठुलो खतरा केही कमन त छैन क्या, लजिक लाउनु पर्ने कमन सेन्सको कुरा। मैले कलेज पढ्दाखेरि यो गरेँ, यसको फाइल यो प्रोजेक्ट यहाँ छ हेर्ने भए म देखाउन सक्छु, मेरो रोल चाहिँ यस्तो थियो ग्रुप प्रोजेक्टमा भनेर त्यही 4 वर्षको एक्सपिरियन्स देखाउन मिलिहाल्यो नि होइन, त्यही देखाउनु मिलिहाल्यो। अनि त्यही देखाउनु मिलिहाल्यो नि। इभन मैले मेरो गिटमा मेरो मास्टर्सको पनि त्यो पिडिएफहरू रिपोर्टहरू सबै हालेर छोडिदिएको छु। मेरो पोर्टफोलियो त्यही त हो नि होइन। मैले साइबर सेक्युरिटी इन्सिडेन्ट रेस्पोन्स इन ब्याङ्किङ सिस्टम भनेर गरेको छु भने हजुरले मलाई त्यो लिङ्क पठाइदिएपछि मैले त्यो डकुमेन्ट हेरेपछि हजुरले मलाई प्रुभ गर्नै परेन नि त मैले गरेको छु भनिराख्नै परेन होइन। त्यो त त्यही छ त, त्यही छ नि। अनि मेरो त्यो गिटमा म प्रोग्रामर हो भनेर भन्नलाई त हजुरले गिटमा कोड पुस गरिराख्नु भएको छ, सिकिरहनु भएको, हालिराख्नु भएको छ भने त त्यो प्राइभेट रिपोको पनि स्टार्ट चाहिँ देखाइदिन्छ क्या, सेटिङ चेन्ज गरिदिनु भयो भने होइन। त्यो भनेको मतलब त के भने हजुरले गिटमा कोड पुस गरिराख्नु भएको छ भने त हजुरले केही न केही कोड लेखिरहनु भएको छ भन्ने त थाहा भयो एटलिस्ट होइन। त्यो होइन फ्यामिलियर छ भन्ने कुरा नि थाहा भयो। त्यही भएर जबहरू अप्लाई गर्दाखेरि क्लियरली टाइटल राम्रोसँग लेख्नु पऱ्यो, अलिकति कभर लेटर मेरो इन्ट्रेस्ट सिभीमा नअटाएका कुरा लेख्नु पऱ्यो। अनि सिभीमा पनि डेट अफ बर्थ नराखे पनि हुन्छ क्या बरु, तर प्रोजेक्ट र सिकेका कुरा चाहिँ मैले यसो गर्न जानेछु भनेर राख्नु पाइयो नि त। अनि 3-4 वर्षसम्म त केही न केही त सिकेकै हुन्छ, केही न केही गरेकै हुन्छ, प्रोजेक्ट त गर्नै पर्यो होइन। भनेपछि त त्यही कुरालाई चाहिँ राखेर मजाले प्रेजेन्ट गरेर पठायो भने ओहो पोटेन्सियल छ कि छैन भनेर हेर्ने त हो नि। इन्टर्न हायर गर्दा अथवा चाहिँ भर्खर जुनियर हायर गर्दा त कम्पनीको पनि एक्सपेक्टेसन त्यो हुन्न जस्तो लाग्छ कि लाइक आएर चाहिँ यो मान्छेले त भर्खरै आउटपुट दिन्छ भन्ने राख्दैन। तर यो मान्छेलाई इन्भेस्ट गर्नुपर्छ अथवा ठाउँ दिनुपर्छ, मेरो पनि एनर्जी चाहिँ वेस्ट नहोस् भन्नको लागि चाहिँ त्यो पोटेन्सियल छु भनेर प्रेजेन्ट गर्ने काम त स्टुडेन्टको पनि हो नि त। त्यसो भए त त्यो अब तपाईँको स्टुडेन्टले आफैले पनि अप्रोच गर्न पनि पर्यो। जस्तो कुनै पनि कम्पनीको त्यस्तो नेचर छैन भने म चाहिँ यसरी काम गर्न पनि त्यो छु, मेरो चाहिँ प्रोजेक्ट चाहिँ मैले गरे यस्तो थियो भनेर यदि ओनरलाई चाहिँ इन्ट्रेस्ट लाग्यो भने त उसले त कम्पनीको नेचर त उसले आफै चेन्ज गरेर पछि गएर ऊ आफै पनि त सिइओसम्म पुग्न सक्यो नि त, पैसा नै बस्न सक्ने भयो। स्टुडेन्टले नै पनि त गर्न सक्ने इनिसिएसन त लिन सक्ने हो नि त्यो कुरामा त। अथवा सिम्पल म चाहिँ एउटा सेसन बुक गर्छु नि त हजुरसँग के रहेछ त यो कम्पनी काम भनेर अप्रोच गर्दा पनि भयो होइन। कोही चाहिँ हामी एकदम अघि हजुरले भने जस्तो सबै मैले कम्युनिटीमै सिकेँ त्यो भन्ने चिज छ नि त। त्यो भने के भने सिकाउनलाई त हाम्रो यहाँ त एकदमै रिसोर्स रहेछ नि त, जसले पनि हजुरलाई टाइम दिने सिकाइदिने रहेछ। हजुरले अप्रोच गर्नुभयो भने होइन, र हजुरलाई मन लागेको कुरा एआईको नयाँ कुरा के रहेछ कसैसँग सोध्न मन लाग्यो भने, कलै बुक गर्न मन लाग्यो भने पनि गुगल मिटमा एकछिन बसेर ल हजुरको यत्रो एक्सपिरियन्स रहेछ के रहेछ मलाई अलिकति यो के छ त भनिदिनु न, मलाई यस्तो क्वेसन छ, अथवा लेखेर पठाइदियो भने पनि चाहिँ आन्सर आउने भयो नि त। ल यसो गरेर यसो मलाई डिजाइन सिक्न मन छ भनेर कसैले सोध्यो भने त डिजाइन गरिराखेको मान्छेले त ल यो चिजमा यहाँ हेर्नु यहाँ छ, डिजाइन सिक्नलाई चाहिँ प्रोग्रामिङ गऱ्यो भने 6 महिनामा सिकिन्छ, डिजाइन चाहिँ 1 वर्ष लाग्ला भन्ने उसले भन्दैला नि त। अब 1 वर्षमा यो लेभलको पुगिन्छ, सुरु चाहिँ यहाँबाट गर्नु, यो रिसोर्सेसहरू छ भन्ने होला होइन। त ठ्याक्कै त्यो अलिक मल्टिपल ठाउँमा गर्नु पर्यो। कसैले रेस्पोन्स गर्ला नि कसैले रेस्पोन्स नगर्ला, नगर्न केही फरक परेन, नगर्ने बित्तिकै त केही भयो, यो त हुँदैन रहेछ भनेर छोड्न भएन होइन। तर आफूले चाहिँ प्रोएक्टिभली गर्यो भने त्यो वे त छ नि त। रेस्पोन्सिबिलिटी भनेको मतलब कम्पनीको मात्रै भएन, कलेजको मात्रै भएन, स्टुडेन्टको पनि भयो, सबैजनाको भयो यहाँनिर। अझै धेरै स्टुडेन्टकै भयो भन्छु क्या म चाहिँ, कसरी स्टुडेन्टकै भयो किन उसलाई चाहियो हो नि त भने जसलाई चाहियो हो उसले त खुरुन्दार गर्नु पऱ्यो। हामी त बच्चामा चाहिँ हुन्छ नि बुवा आमालाई ल मलाई यो चाहियो पाउँथ्यौँ नि त। सो स्टुडेन्टले पनि आफूलाई चाहिँ प्रेजेन्टेबल पनि बनाउनु। मैले जाने कुरा अब हजुरले मलाई भनेर त मलाई कसरी थाहा हुन्छ र, मैले हजुरलाई यो चिज हो मैले गरेँ है, मैले यो कप बनाएँ भनेर यसरी देखाएँ भने न थाहा हुन्छ। सो त्यो भनेको जब अप्लाई गर्दाखेरि पनि मैले यो चिज त बनाएको छु है यहाँ हेर्नुहोस् है भनेर, अथवा हामी 4 जना मिलेर यो चिज बनाएको छौँ भनेर होइन।
त्यसो गर्नु पाइयो नि त। त्यसो गर्न पाए ग्रुपै बनाएर पनि स्टुडेन्टले आफैले पनि ग्रुप बनाएर केही एक्सपेरिमेन्ट गरेर करिकुलम बाहेक पनि क्या कलेजलाई पनि हामीलाई चाहिँ यो कुरामा चाहिँ कन्फ्युजन छ। यदि यहाँ हुनुहुन्न भने कतै इन्डस्ट्रीबाट कोही ल्याइदिनुहुन्छ भने ल्याइदिनुहोस् भन्न पाइयो होइन, त्यो पनि गर्न पायो। गर्न धेरै कुरा पो रहेछ है, कुरा गर्दै गयो भने धेरै कुरा रहेछ। ठिक छ, अब हामी बिट मार्नतिर लागौँ हुँदैन? रमाइलो खाजा नि ठक्का आयो क्या जस लगभग कुरा गऱ्यौँ हामीले 1.5 घन्टा कुरा 1.5 घन्टा बित्दा थाहा भएन रमाइलो। हामी पछि नि कुरा गर्दै गरौँला। हामी अझै पनि यो हाम्रो प्रोग्रामहरू लन्च गरेर आउँछ, त्यसमा यसो गेस्ट एज अ गेस्ट यसो आएर स्टुडेन्टलाई अलिकति भनिदिनु आएर कहिलेकाहीँ यसो कसैले भन्दाखेरि यस्तो रहेछ नि त, हाम्रो काम भने चाहिँ पर्सपेक्टिभहरू ओपन गरिदिनु त हो, आइडियाजहरू एक्सप्लोर गर्नेलाई यसो गर्न मिल्छ है, ट्राई गर्न मिल्छ भनिदिने त हो होइन। त्यही हो, अनि केही रिसोर्स लेभरेज गर्न सकिन्छ होइन। अब कहिलेकाहीँ कस्तो हुन्छ नि, एउटा किताबै पनि कुन चाहिँ पढ्ने भनेर भन्न सकिएला होइन। त्यही भएर त्यो चाहिँ गर्न सकिन्छ। हामीले गर्ने कुराहरू त्यही हो। इभेन्टहरू गरिरहेको हुन्छ, एजुकेसनल इभेन्टहरू विभिन्न ठाउँमा गरिरहेको हुन्छु, दाइले म एकचोटि सम्झिन्छु। जो छ हामी तपाईँले एकछिन गर भनिदिँदाखेरि पनि उनीहरूलाई केही इन्करेज हुन्छ भने होइन, कतिपय चिजहरू फ्याक्ट्सहरू देखाइदिँदा पनि पोसिबल रहेछ भन्ने कुरा हुन्छ नि त होइन, यस्तो रहेछ भन्ने कुरा होला हो। इन्डस्ट्री लेभलकै मान्छेहरू, अझै एक्सपिरियन्स मान्छेहरू होइन, जिस्केर त्यो भनेर हुन्छ कि हुन्छ नि, मैले भनेको कुरा नपत्याउ जाऊ मेरो नाम गुगलमा त्यही त। खासै त्यही धेरै यतातिर चाहिँ कम्युनिटीतिर चाहिँ अलिकति देखिँदैनन्, मैले चाहिँ त्यसरी याद गरेको छैन अलिकति। अनि यतापट्टि चाहिँ फेरि तपाईँको राम्रो छ, मलाई थाहा थियो होइन। अब पहिलेदेखि के बाना बनाएर चाहिँ बोलाउँ भन्ने भइरहेको थियो मलाई होइन। अनि काफ्लेसँग कुरा गरेर आउँथेँ म। अनि प्रवास दाइहरू त हामीले यो गरेको त 5औँ 6औँ 7औँ यो हो क्या सिजन हो यो पोडकास्टकै पनि। यो 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 अलि पुरानो हो भनेर बोलाउन भनेर त ठ्याक्कै लगाएर केमा चाहिँ बोलाउने भन्ने भइरहेको थियो होइन। अलिक ठ्याक्कै एक्सपर्ट मान्छेले एक्सपर्ट तरिकाले नै केही गर्न पायो भने त अलिकति रमाइलो हुन्छ भने त आज ठ्याक्कै लगाएर त्यो पनि जुर्यो होइन। आज के साइत पर्याएर छ आज धेरै कुरा भयो, अझै धेरै बाँकी थियो होइन। ठिकै छ, फेरि कुरा गर्नलाई नै एउटा कुरा त चाहियो नि हामीलाई होइन। हस् ल, धेरै धन्यवाद।